र तपाईँले भने जस्तो पनि हुनसक्छ, बढेको पनि हुनसक्छ, मलाई थाहा नभएको पनि हुनसक्छ है, तपाईँले 167 होइन भन्दै हुनुहुन्छ, हुनसक्छ। तपाईँ एकचोटि म कन्फर्म पनि गरौँला। र मैले अघि पनि भनिहालेँ, यो चाहिँ क्या मन्त्री स्तरीय बैठक भनेको चाहिँ सर्वोच्च निकाय हो यसको, मन्त्री स्तरीय बैठक भनेको यसको सर्वोच्च निकाय हो। र यो सर्वोच्च निकाय भएपछि यसका अरू शिखर सम्मेलन भन्ने शब्द चाहिँ यसमा प्रयोग हुँदैन र अरू संस्थाहरूमा भए जस्तै यसमा अन्य खालका धेरै खालका सम्मेलनहरू पनि हुँदैनन्। यो 2 वर्षमा एकचोटि बस्छ र यसले जे निर्णय गर्नुपर्ने हो ती सबै निर्णय चाहिँ गर्छ। डब्ल्युटिओ र युएनडब्ल्युटिओ भनेको एउटै कुरा होइन। डब्ल्युटिओ भनेको व्यापार सङ्गठन, विश्व व्यापार सङ्गठन। अनि डब्ल्युटिओ भनेको चाहिँ दुई देशको बिचको व्यापार हेर्छ, अन्तर्राष्ट्रिय व्यापार हेर्ने काम चाहिँ डब्ल्युटिओले गर्छ भने युएनडब्ल्युटिओ भन्ने संस्था चाहिँ पर्यटन संस्था हो है, पर्यटन हेर्ने संस्था हो। डब्ल्युटिओ भनेको व्यापार हेर्ने संस्था, यसको कार्यालय जेनेभामा छ। युएनडब्ल्युटिओ भनेको चाहिँ पर्यटनसँग सम्बन्धित संस्था हो र यसको कार्यालय चाहिँ मड्रिडमा छ। र यसमा तपाईँले सोध्न सकिने जीके क्वेसन भनेको चाहिँ डब्ल्युटिओको मन्त्री स्तरीय बैठकमा चाहिँ को सहभागी हुन्छ त भन्ने क्वेसन चाहिँ सोध्न सकिन्छ। कुन मन्त्री जान्छन्, परराष्ट्र मन्त्री जान्छन् कि श्रम मन्त्री जान्छन् कि को जान्छन् भन्ने क्वेसन चाहिँ तपाईँलाई सोध्न सकिन्छ। डब्ल्युटिओको यो चाहिँ मन्त्री स्तरीय सम्मेलनमा कुन मन्त्री सहभागी हुन्छन् त भन्दा यो चाहिँ जुन मन्त्रीले व्यापार हेर्छन् है, व्यापार भनेको चाहिँ अन्तर्राष्ट्रिय व्यापार, मैले तपाईँलाई अघि नै पनि भनिहालेँ, व्यापार भनेको चाहिँ अन्तर्राष्ट्रिय व्यापार हो र त्यो अन्तर्राष्ट्रिय व्यापार हेर्ने चाहिँ मन्त्री चाहिँ सहभागी हुन्छ। अन्तर्राष्ट्रिय व्यापार हेर्ने चाहिँ मन्त्री सहभागी हुन्छन् है, डब्ल्युटिओको चाहिँ मन्त्री स्तरीय बैठकमा अन्तर्राष्ट्रिय व्यापार हेर्ने मन्त्री सहभागी हुन्छन्। हाम्रोमा अब आपूर्ति मन्त्री जसले हेर्छन् अन्तर्राष्ट्रिय व्यापार, त्यसैले चाहिँ गर्ने हो। र डब्ल्युटिओका दुईवटा सिद्धान्त छन्। एउटा चाहिँ यो मोस्ट फेभर्ड नेसन भन्ने चाहिँ यो मोस्ट फेभर्ड नेसन भनेको सबै राष्ट्रलाई बराबर ट्रिटमेन्ट गर्नुपर्छ है भन्ने कुरा हो। मोस्ट फेभर्ड नेसन भनेको चाहिँ कुनै दुईवटा राष्ट्रलाई फरक फरक व्यवहार गर्नु भएन। एउटा राष्ट्रको सामानलाई जुन किसिमको व्यवहार गरिन्छ त्यही किसिमको व्यवहार चाहिँ अर्को राष्ट्रलाई पनि गर्नु पर्यो। कुनै देशको त्यही सामानलाई फरक भन्सारको दर र अर्को ए भन्ने देशको त्यही सामानलाई फरक भन्सारको दर र बी भन्ने देशको सामानलाई फरक भन्सारको दर लगाउनु हुँदैन, बराबर लगाउनुपर्छ भन्ने चाहिँ यो मोस्ट फेभर्ड नेसन भनेको प्रिन्सिपल हो। र अर्को नेसनल ट्रिटमेन्ट भन्ने चाहिँ यो मोस्ट फेभर्ड नेसन भन्ने चाहिँ सिमानामा आइपुग्ने बेलासम्मको कुरा हो। सिमानामा भन्सारमा कस्तो व्यवहार गर्ने भन्ने कुरा चाहिँ मोस्ट फेभर्ड नेसनको चाहिँ कुरा हो है। मोस्ट फेभर्ड नेसनको कुरा भनेको सिमानामा कस्तो व्यवहार गर्ने भन्दाखेरि सिमानामा चाहिँ जुनसुकै देशका सामान आए पनि बराबर ट्रिटमेन्ट गर्ने, उस्तै ट्रिटमेन्ट गर्ने, डिफरेन्सियल ट्रिटमेन्ट नगर्ने भन्ने कुरा चाहिँ मोस्ट फेभर्ड नेसन भन्ने सिद्धान्त हो। भनेको अमेरिकामा नेपालको सामान गए पनि अथवा भुटानको सामान गए पनि उस्तै खालको ट्रिटमेन्ट गर्नुपर्छ भन्ने चाहिँ यो मोस्ट फेभर्ड नेसनको सिद्धान्त हो। र नेसनल ट्रिटमेन्ट भनेपछि चाहिँ देशभित्र आइसकेपछि चाहिँ जस्तै कि हाम्रो टेरिटोरीभित्र आइसक्यो, भन्सारबाट भित्र आइसक्यो भनेपछि चाहिँ त्यहाँ आइसकेपछि चाहिँ यो कुनै पनि देशको सामानलाई, नेपालको सामानलाई पनि उही ट्रिटमेन्ट गर्नु पर्यो, विदेशको सामानलाई पनि उही ट्रिटमेन्ट गर्नु पर्यो भन्ने कुरा चाहिँ नेसनल ट्रिटमेन्टको सिद्धान्त हो। र यसमा अरू कुरा चाहिँ भनेको जस्तो अब कम विकसित राष्ट्रहरू जुन एलडीसी भन्ने छन् अहिले 45 वटा, हो त्यो एलडीसीका देशहरूबाट चाहिँ धनी राष्ट्रहरूले विभिन्न सुविधाहरूमा चाहिँ यसको एक्सेप्सनल केसको प्रयोग गरेर कम भन्सार दरमा अथवा जिरो ट्यारिफ रेटमै पनि सामानहरू लगिदिने चाहिँ गर्छन्। तर यसको सिद्धान्त चाहिँ त्यो होइन है। कसैले चाहिँ अब यो मोस्ट फेभर्ड नेसनको सिद्धान्त भनेकै त्यही हो भनेर पनि कतै भन्नुभएको हुनसक्छ, तर मैले बुझेअनुसार चाहिँ त्यस्तो होइन। यो मोस्ट फेभर्ड नेसन भनेको सबै राष्ट्रलाई बराबर ट्रिटमेन्ट गर्नुपर्छ भन्ने हो र सिमानामा आइपुग्दासम्म भन्सारसम्मको ट्रिटमेन्ट चाहिँ यो रहेछ र भन्सारबाट भित्र छिरिसकेपछि आफ्नो देशको सामानलाई पनि उस्तै ट्रिटमेन्ट गर्ने, अर्को देशको सामानलाई पनि उस्तै ट्रिटमेन्ट गर्ने भन्ने चाहिँ यो नेसनल ट्रिटमेन्ट भन्ने रहेछ। र यी दुईटा चाहिँ डब्ल्युटिओका मुख्य सिद्धान्त रहेछन्। यो त मैले अघि नै भनिहालेँ, डब्ल्युटिओ भनेको चाहिँ यो ग्याटको विस्तारितै रूप भनेर त भन्न मिल्दैन, तर यो ग्याटको सम्झौताको कार्यान्वयन कसरी गराउने भन्ने बारेमा छलफल भएपछि चाहिँ यो जेटीटी भन्ने सम्झौताको कार्यान्वयनको लागि चाहिँ यो डब्ल्युटिओ भन्ने संस्था स्थापित भयो। त्यही जेटीटी भन्ने जुन सम्झौता थियो त्यो सम्झौतालाई कार्यान्वयन कसरी गराउने भन्ने बारेमा छलफल हुँदै जाँदा यसको कार्यान्वयन कुन तरिकाले चाहिँ राम्रोसँग गराउन सकिन्छ भनेर विभिन्न चरणमा छलफल हुँदै गर्दाखेरि चाहिँ यो डब्ल्युटिओ भन्ने संस्था स्थापना गर्नुपर्छ अथवा कुनै एउटा संस्था स्थापना गर्नुपर्छ भन्ने चाहिँ यसमा छलफल भयो र त्यही छलफलको आधारमा चाहिँ यो डब्ल्युटिओ भन्ने संस्था स्थापना भएको रहेछ। र यो जेटीटी भन्नेमा चाहिँ 1947 को अक्टोबर 30 मा हस्ताक्षर भयो। सुरुमा हस्ताक्षर गर्ने बेलामा 23 वटा देश थिए भनिन्छ है, यहाँ चाहिँ त्यो कुरा मैले लेखेको रहेछु। र अब चाहिँ यो डब्ल्युटिओ को बारेमा मैले यिनै कुराहरू बताएँ। तपाईले भनेको विषयमा एकचोटि हेरौँला त्यसको सदस्यहरू। अब म तपाईहरुलाई यो विश्व बैंक समूहको बारेमा केही कुरा बताइदिन्छु। विश्व बैंकको बारेमा है, यो विश्व बैंक भनेको चाहिँ समूह भनेर भनिन्छ। विश्व बैंक समूह, यो विश्व बैंकमा एउटा मात्रै चाहिँ छैन, यो विश्व बैंकमा 5 वटा संस्था छन्, त्यही भएर यसलाई विश्व बैंकको समूह भनिन्छ। यो ब्रेटन वुड भन्ने चाहिँ सम्झौताको आधारमा विश्व बैंक स्थापना भयो र यही सम्झौताकै आधारमा आईएमएफ भन्ने अर्को संस्था पनि स्थापना भयो। यिनीहरूलाई सिस्टर्स अर्गनाइजेसन भनेर पनि भनिन्छ, आईएमएफ र चाहिँ विश्व बैंकलाई है। यो आईएमएफ र विश्व बैंकलाई यसो भन्नुको कारण चाहिँ अहिले चाहिँ तपाई कुनै पनि देश आईएमएफ को सदस्य भएपछि मात्रै विश्व बैंकको सदस्य हुन पाउँछ अथवा विश्व बैंकको सदस्य भएपछि मात्रै आईएमएफ को सदस्य हुन पाउँछ, यतिकै चाहिँ हुन पाउँदैन, दुईटामै सहभागी हुनुपर्छ भन्ने छ। त्यही भएर यिनीहरूलाई सिस्टर्स अर्गनाइजेसन भनेर भनिँदो रहेछ। यसको स्थापना 1944 को जुलाई महिनामा भएको हो र यो जुलाई महिनामा भए पनि यसले कार्यान्वयन चाहिँ स्क्रिन आएको छैन र आइरहेको छ, चलाइरहेको छ। ठीक छ। यो 1944 मा स्थापना भए तापनि यसको कामको सुरुवात चाहिँ 45 देखि भएको, त्यही भएर हामीले यसलाई चाहिँ स्थापना 1945 को डिसेम्बरमा भयो भनेर भन्छौँ। तर यो स्थापना भएको चाहिँ 1944 मै हो है। अब यहाँ सबैभन्दा मुख्य भनेको चाहिँ यो विश्व बैंक किन स्थापना भयो, कसरी स्थापना भयो भन्दाखेरि चाहिँ यो चाहिँ के रहेछ भन्नुहुन्छ भन्दाखेरि दोस्रो विश्वयुद्धले चाहिँ विभिन्न देशहरूलाई चाहिँ क्षति पुर्याएको थियो, छेदविच्छेद बनाएको थियो। यसरी छेदविच्छेद भएका देशहरू चाहिँ कसरी निर्माण गर्ने त, त्यहाँ भौतिक संरचना कसरी निर्माण गर्ने त भन्ने सम्बन्धमा चाहिँ अन्तर्राष्ट्रिय सम्मेलन भयो, त्यसमा छलफल भयो र त्यसमा छलफल गर्दाखेरि चाहिँ लगानी गर्नका लागि एउटा संस्था चाहिन्छ, अन्तर्राष्ट्रिय संस्था चाहिन्छ भन्ने निष्कर्ष निस्केपछि यो वर्ल्ड बैंक भन्ने चाहिँ स्थापना गर्नुपर्छ भन्ने निर्णय भएको र यसको सुरुमा स्थापना गर्ने भन्ने निर्णय हुँदा यसको नाम चाहिँ वर्ल्ड बैंक भन्ने थिएन है। त्यतिखेर चाहिँ आईबीआरडी भन्ने थियो, यसको नाम चाहिँ आईबीआरडी भन्ने थियो स्थापना सुरुमा गर्ने बेलामा। त्यो आईबीआरडी भनेको चाहिँ इन्टरनेशनल बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट भन्ने हो। यसको स्थापना चाहिँ यतिखेर हुँदाखेरि चाहिँ 1944 मा हुँदाखेरि चाहिँ यसको नाम चाहिँ आईबीआरडी भन्ने रहेछ र पछि यसमा अरू संस्थाहरू थपिँदै गएपछि हामी चाहिँ यसलाई वर्ल्ड बैंक ग्रुप भनेर भन्छौँ। यसमा चाहिँ नेपाल चाहिँ 6 सेप्टेम्बर 1961 मा दुईटैमा नेपाल चाहिँ यतिखेर सदस्य भएको हो। विश्व बैंकमा चाहिँ 5 अङ्ग छन् है, 5 वटा अङ्ग छन् र 5 वटा अङ्गमा बराबर सदस्य चाहिँ नहुन सक्छन्। जस्तै कि तपाईको युएनमा 193 छन् भने जस्तै यसमा कति छन् भन्दाखेरि यति छन् भनेर फ्याक्ट भन्न सकिने अवस्था चाहिँ हुँदैन। किन त्यस्तो हुँदैन भन्दाखेरि यसमा चाहिँ 5 वटा संस्था छन्। म तपाईलाई 5 वटा संस्था चाहिँ अहिले बताइदिन्छु। 5 वटा संस्था छन्, ती 5 वटा संस्थाहरू फरक फरक समयमा स्थापना भए र ती 5 वटा संस्थाहरूको काम पनि फरक फरक छ। त्यसरी हेर्दाखेरि चाहिँ के हुन्छ भन्नुहुन्छ, यसमा कतिवटा संस्था कतिवटा सदस्य छन् भन्ने कुरा चाहिँ ठ्याक्कै भन्न सकिँदैन, फरक फरक छन्। विश्व बैंकमा कतिवटा छन् भनेर चाहिँ यतिवटै छन् भन्न चाहिँ सकिन्न। तर ती 5 वटा मध्ये इन्टरनेशनल डेभलपमेन्ट एजेन्सीमा चाहिँ 190 वटा रहेछन्, सबैभन्दा बढी नै यसैमा हो, अरूमा कम कम छन्।
तपाईँले यहाँबाट सोध्ने क्वेसन भनेको चाहिँ सेकेन्ड लेभलको क्वेसन शाखा अधिकृत पढ्ने मान्छेहरूलाई चाहिँ यो सोध्छ एउटा यसको क्रम कुन ठिक छ भनेर सोध्छ स्थापनाको आधारमा यसको क्रम कुन ठिक छ भनेर सोध्ने हो यसमा अलिक गाह्रो क्वेसन भनेको चाहिँ यति नै हो यहाँबाट सोध्न मिल्ने गाह्रो क्वेसन चाहिँ भनेको स्थापनाको आधारमा चाहिँ यी ब्याङ्कहरूको है ब्याङ्क अङ्गहरूको यो वर्ल्ड ब्याङ्क अङ्गहरूको क्रम कुन ठिक छ भनेर सोध्छ तपाईँले यो चाहिँ 45 56 60 67 र 88 भन्ने यो क्रम चाहिँ तपाईँले जान्नुपर्छ तपाईँलाई यहाँबाट सोध्ने गाह्रो क्वेसन सोध्ने भनेको यति नै हो सजिलो त अब नेपाल कहिले सदस्य भयो अनि त्यसपछि अर्को के भयो भन्ने हो है यसको नामैले बताइरहेछ है यहाँ कुन चाहिँ के गर्छ भन्ने कुरा चाहिँ यहाँ नामैले बताइरहेछ है यसमा चाहिँ सबैभन्दा मुख्य भनेको आइबिआरडी भन्ने नै हो त्यसपछि लगानीको सुरक्षासँग सम्बन्धित कुरा चाहिँ यो मिगा भन्ने अन्तिमले गर्छ लगानीसँग सम्बन्धित कुनै विवाद भयो भने त्यसको समाधान गर्ने काम चाहिँ यो आइसिएसआइडी भन्नेले गर्छ हैन अनि अब यो चाहिँ वित्तीय व्यवस्थापनहरूको कुरा नीति समितिका कुराहरू चाहिँ वित्त निगम भन्नेले गर्छ विकासका कुराहरू चाहिँ अन्तर्राष्ट्रिय विकास सङ्गठन भन्नेले गर्छ है यसका नामै अनुसार चाहिँ यसले कुन चाहिँले के गर्छ भन्ने कुरा चाहिँ यसको नामै चाहिँ नामले नै बताइरहेछ हेर्नु त यो कुन चाहिँले के गर्छ भन्ने कुरा चाहिँ यसको नामैले बताइरहेछ र अब चाहिँ यसमा अर्को के छ भन्नुहुन्छ भने यो मैले अघि पनि बताइहालेँ तपाईँलाई चाहिँ अघि नै पनि मैले के बताएँ त भन्नुहुन्छ भन्दाखेरि चाहिँ यो आइएमएफ र वर्ल्ड ब्याङ्क भन्ने चाहिँ दुईटा सिस्टर्स अर्गनाइजेसन हुन् है त्यसमा चाहिँ के छ भन्नुहुन्छ भन्दाखेरि चाहिँ सिस्टर्स अर्गनाइजेसन हुन् र तिनीहरूमा चाहिँ एउटामा सदस्य भएपछि मात्र अर्कोमा सदस्य हुन पाइन्छ भन्ने छ यसमा तपाईँले सोध्नु भएको त वर्ल्ड ब्याङ्कको मान्छे कुन देशको हुन् भने चाहिँ वर्ल्ड ब्याङ्कको मान्छे चाहिँ तपाईँको जहिले पनि अमेरिकाकै हुनुपर्छ है अरू देशको हुन पाइँदैन वर्ल्ड ब्याङ्कको अध्यक्ष जहिले पनि अमेरिकाकै हुनुपर्छ र आइएमएफको सिइओ जहिले पनि युरोपकै हुनुपर्छ अरू देशको चाहिँ हुन पाइँदैन तपाईँले कसले सोध्नु भएको थियो यो युएनको चाहिँ स्पेशलाइज एजेन्सी 15वटा छन् भनेर मैले हिजो तपाईँलाई टेबल राखेको थिएँ ल अब यहाँ मैले ठ्याक्कै यो चाहिँ उसबाटै ल्याएको हो यो अङ्क चाहिँ अब यो वर्ष चाहिँ त्यही भएर यसमा मैले यहाँभन्दा बढी केही बताउन सकिनँ मैले तपाईँलाई अब यो आइएमएफको बारेमा बताउँछु आइएमएफको बारेमा चाहिँ के छ भन्नुहुन्छ भन्दाखेरि ल त्यो मैले अघि भनिसकिहालेँ कि तपाईँलाई यो वर्ल्ड ब्याङ्कको अध्यक्ष जहिले पनि अमेरिकन नागरिकै हुनुपर्छ अरू देशको हुँदैन सामान्यतया भनेर कानुनमा पनि त्यही छ अरे तर हुँदैन अरू देशको र यो आइएमएफ भनेको चाहिँ युरोपियन युनियनको हुन्छ युरोपका देशहरूमध्येबाट हुन्छ अन्तर्राष्ट्रिय मुद्रा कोष भनेको चाहिँ अन्तर्राष्ट्रिय मुद्रा कोष भन्ने चाहिँ जुन छ यो ठ्याक्कै यो चाहिँ ब्याङ्क जस्तै हो या वर्ल्ड ब्याङ्क भनेको चाहिँ ब्याङ्क जस्तो मात्रै भएन त्यसमा अरू मैले तपाईँलाई बताइहालेँ 5वटा अङ्ग हुँदो रहेछ त्यसमा 5वटा अङ्गले फरक फरक काम गर्दो रहेछ यो चाहिँ ठ्याक्कै टिपिकल ब्याङ्क जस्तो चाहिँ यो हो आइएमएफ भन्ने हो र त्यसमा अघि मैले भन्नु के भनेको थिएँ तपाईँलाई भन्दाखेरि वर्ल्ड ब्याङ्क र आइएमएफमा सदस्यहरू चाहिँ एउटै हुन्छन् वर्ल्ड ब्याङ्कको सदस्य भएपछि मात्रै आइएमएफको सदस्य हुन पाइन्छ आइएमएफको भएपछि मात्रै वर्ल्ड ब्याङ्क हुन पाइन्छ भनेको थिएँ तर त्यस्तो हुँदा पनि सदस्य चाहिँ फरक हुन सक्दो रहेछन् यसमा 191वटा देश रहेछन् सदस्य र पछिल्लोचोटि सदस्य भएको देश चाहिँ लिचेस्टाइन भन्ने रहेछ यहाँबाट तपाईँले सोध्न सक्ने क्वेसन भनेको चाहिँ यो हो एउटा यसले चाहिँ एउटा पैसा निकाल्छ यसले आफ्नो करेन्सी प्रयोग गर्छ त्यसलाई चाहिँ हामी एसडीआर भन्छौँ है यसलाई चाहिँ हामी एसडीआर भनेर भन्छौँ तपाईँलाई मैले ओल्ड के अरे युएनओका विशिष्टीकृत संस्थाहरूको लिस्टै दिन्छु म तपाईँलाई 15वटा छन् है त्यो मैले त्यहाँ ठ्याक्कै युएनको वेबसाइटबाटै कपी गरेको हो मैले तपाईँलाई अघि सबैभन्दा सुरुमा क्लास सुरु गर्ने बेला पनि भनिहालेँ तपाईँले अन्त पढेको पनि के अरे सत्य हुनसक्छ अरू सर मेडमहरूले बताएको पनि सत्य हुनसक्छ तपाईँले आफै जानेको कुरा पनि मैले भन्दा बढी जान्नुभएको हुनसक्छ तर मैले सिकेको मैले पढेको कुरा मात्रै बताउने हो तपाईँहरू आफै पढ्नु भएको जान्नुभएको साथीहरू नै हुनुहुन्छ त्यसलाई त्यसै गरी बुझ्नु होला मैले जानेको र मलाई के ठिक लाग्छ भन्ने कुरा मात्रै बताउन सक्छु यो जिके भन्ने आफैमा चाहिँ यसको सिलेबस पनि कता हो कता चाहिँ हुन्छ र यसमा पढ्नुपर्ने कुरा पनि धेरै विषयवस्तु पनि धेरै हुनाले यसलाई चाहिँ तपाईँहरूले त्यसै गरी बुझ्नु होला मैले चाहिँ सकेसम्म मैले सही नै कुरा दिन खोजेको हुन्छु र अहिले चाहिँ तपाईँलाई मैले के बताइदिन खोजिरहेको छु भन्नुहुन्छ भन्दाखेरि यो स्पेशल ड्रइङ राइट भन्नेलाई चाहिँ हामी आइएमएफको करेन्सी भनेर भन्छौँ है आइएमएफको करेन्सी भनेर भन्छौँ यो आइएमएफको करेन्सी स्पेशल ड्रइङ राइट्स भन्ने चाहिँ हाम्रो के हुँदो रहेछ भन्नुहुन्छ भने यो आफै करेन्सी भनेर यो प्रिन्ट गर्दै नेपालको पैसा प्रिन्ट गरे जस्तो भारतको पैसा प्रिन्ट गरे जस्तो यसको प्रिन्ट गर्दै बेच्दै चलाउँदै सामान किन्दै गर्न चाहिँ मिल्दैन रहेछ हो त्यही भएर यसले चाहिँ आफ्नो करेन्सीलाई यो 5वटा देशहरूसँग चाहिँ यसरी एक्सचेन्ज गरेर चाहिँ काम गर्दो रहेछ हो यो 5वटा मुद्राको नाम चाहिँ तपाईँले जान्नु पर्यो तपाईँले दुईटा कुरा जान्नु पर्यो एउटा के जान्नु पर्यो त भन्दाखेरि यो चाहिँ आइएमएफको करेन्सीलाई चाहिँ हामी एसडीआर भनेर भन्दो रहेछौँ भन्ने एउटा कुरा जान्नु पर्यो दोस्रो कुरा चाहिँ के जान्नु पर्यो त भन्दाखेरि यो एसडीआरले चाहिँ 5वटा मुद्राहरूसँग चाहिँ समन्वय गरेर आफ्नो काम गर्दो रहेछ भन्ने चाहिँ तपाईँले जान्नु पर्यो ल यसमा चाहिँ तपाईँले यति जान्नु होला 5वटा मुद्रा डलर भनेको अमेरिकन डलर भनेको यो फेरि डलर मात्र भनेको के रहेछ भने तपाईँले चाहिँ नहोला फेरि हामी नयाँ छौँ भन्नु होला तपाईँले यो अमेरिकन डलर युरो है युरोपियन युनियनको युरो त्यसपछि बेलायतको पाउन्ड अनि त्यसपछि जापानको येन र चाइनिज युआन गरी 5वटा देशका पैसाहरूसँग चाहिँ यसले चाहिँ मिलेर काम गर्छ मैले तपाईँलाई दिने नोटै थोरै हुन्छ त्यही भएर हाइलाइट गर्नै पर्दैन दिने चाहिँ तपाईँले सबै पढ्नुपर्छ भन्ने मेरो बुझाइ हुन्छ है मैले दिएको नोट चाहिँ तपाईँले सबै पढ्नुपर्छ किनभने म त्यो जम्मै नोट सारेर जताततैको चाहिँ दिन आउँछ नोट आउँछ तपाईँलाई आउँछ ल अब चाहिँ मैले तपाईँलाई आइएमएफ र वर्ल्ड ब्याङ्कको कुरा बताइदिएँ अब थोरै यो एडीबीको बताइदिन्छु यो एडीबी भन्ने संस्था चाहिँ एसियाको है त्यहाँ चाहिँ यसमा चाहिँ जापानका मान्छे हुन्छन् अघि मैले तपाईँलाई वर्ल्ड ब्याङ्कमा अमेरिकाका मान्छे हुन्छन् अनि त्यसपछि आइएमएफमा चाहिँ युरोपियन युनियनका मान्छे हुन्छन् भने चाहिँ यो एडीबीमा चाहिँ जापानका मान्छे हुन्छन् र यसमा चाहिँ अहिले चाहिँ के रहेछ भन्नुहुन्छ भने तपाईँको 1966मा स्थापना भएको रहेछ यो एडीबी है 22 चाहिँ अगस्त 1966मा स्थापना भएको रहेछ र यसमा 68वटा देश सदस्य छन् 68वटा मध्ये 49वटा चाहिँ एसिया पेसिफिकका छन् र 19वटा चाहिँ एसिया पेसिफिक भन्दा बाहिरका देश रहेछन् 19वटा चाहिँ एसिया पेसिफिक भन्दा अन्य क्षेत्रका खासमा यसको उद्देश्य यसको स्थापना गर्दाखेरिको उद्देश्य मर्म चाहिँ एसिया र पेसिफिक क्षेत्रका लागि काम गर्ने भन्ने हो तर यसमा अहिले चाहिँ 19वटा चाहिँ आफ्नो क्षेत्रभन्दा बाहिरका पनि रहेछन् र यसको प्रधान कार्यालय मनिलामा छ भन्ने मैले अहिले तपाईँलाई यति बताएँ योदेखि बाहेक अहिले संसारमा चर्चित अर्को एआईआईबी भन्ने पनि छ एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क भन्ने पनि छ एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क भन्ने छ यो चाहिँ चीनमा छ यसको चाहिँ बेजिङमा छ यो यसको तपाईँले अरू केही नजाने पनि यसको कार्यालय कहाँ छ भन्नेसम्म चाहिँ है यसको कार्यालय कहाँ छ भन्नेसम्म चाहिँ तपाईँले जान्नु होला यो एआईआईबी भनेको बेजिङमा छ र यहाँनिर के छ भन्नुहुन्छ भन्दाखेरि यसको स्थापना कहिले हो सदस्य कतिवटा छन् नेपाल के छ भन्ने पनि हो सोधेको छ है यो क्वेसन सोधेको छ त्यही भएर मैले यहाँ टिपेर राखेको यो मैले तपाईँलाई चाहिँ यसको पुँजी कति छ त्यसपछि यसमा नेपाल कहिले सहभागी भयो भन्ने क्वेसन चाहिँ यो एकचोटि लोकसेवाले सोधेको छ ल इजरायल हो 69औं सदस्य भन्नुभयो एकजना साथीले खै मलाई ठ्याक्कै त्यो थाहा नभएको हुनसक्छ म हेरौँला सर हेरौँला है साथी तपाईँले भन्नुभएको ठिकै छ तपाईँलाई धन्यवाद छ मलाई थाहा भएसम्म चाहिँ उ भएको थिएन
ल अब चाहिँ के छ भन्नुहुन्छ भन्दाखेरि यो नेपालको यो चाहिँ तपाईँले मैले यो पनि मलाई पनि यो ट्याक्कै याद हुन यो अङ्क तपाईँले आफै याद गर्नुपर्छ है यो चाहिँ मलाई यति 100 अर्ब हो भन्ने थाहा छ त्यसपछि नेपाल 2016 मै नेपाल पनि जोडियो 2016 मै स्थापना भएको भन्ने मलाई थाहा हुने हो अरु चाहिँ भनेको तपाईँको यो 0.0834 भन्ने चाहिँ तपाईँले यो जान्नुपर्ने रहेछ किन भन्नुहुन्छ भन्दाखेरि चाहिँ यसमा चाहिँ तपाईँको यो चाहिँ सोधेको भएर चाहिँ तपाईँले जान्नुपर्छ भनेको छ तर यही पहिले सोधेकै सोध्छ भन्ने त भएन यो अरू कुराहरू पनि जान्नु होला यहाँ अर्को एउटा ब्याङ्क पनि छ है यो चाहिँ चीनमा दुईटा ब्याङ्क छन् अहिले ठुल्ठुला दुईटा ब्याङ्क छन् एउटा एआईआईबी भन्ने छ अर्को ब्रिक्स ब्याङ्क भन्ने छ यो एआईआईबी भनेको कार्यालय चाहिँ बेजिङमा रहेछ र ब्रिक्स भनेको कार्यालय चाहिँ सङ्घाईमा रहेछ त्यो चाहिँ तपाईँले र यसमा चाहिँ के हुन्छ तपाईँलाई मैले दुईटा कुरा बताएँ यहाँ यो चीनमा दुईटा ब्याङ्क छन् ठुल्ठुला एउटा एआईआईबी भन्ने ब्याङ्क छ एउटा ब्रिक्स ब्याङ्क भन्ने छ एआईआईबी भन्ने ब्याङ्कको कार्यालय चाहिँ बेजिङमा छ र ब्रिक्स भन्ने ब्याङ्कको कार्यालय चाहिँ सङ्घाईमा छ तपाईँले त्यो कुरा चाहिँ ख्याल गर्नु होला यो सोध्न सक्छ अहिले ब्रिक्स एकदमै बढी चर्चामा भएको छ त्यही भएर चाहिँ ब्रिक्स ब्याङ्क कहाँ छ भनेर तपाईँलाई सोध्न सक्छ त्यो ख्याल गर्नु होला र अब चाहिँ म तपाईँलाई सार्कको बारेमा केही कुरा बताइदिन्छु यो सार्कको बारेमा तपाईँ सबैजनालाई थाहा छँदैछ मैले तपाईँलाई चाहिँ कोही नयाँ मान्छे पनि हुनुहुन्छ त्यही भएर सरसर्ती कुराहरू बताइदिन्छु म ब्रिक्सको बारेमा छ ब्रिक्स कहीँ न कहीँ तपाईँलाई म बताइदिन्छु यो ब्रिक्सको बारेमा हुनैपर्छ प्यासिफिक एरिया भनेको प्रशान्त महासागरले चाहिँ प्रशान्त महासागरको वरिपरिमा रहेका देशहरू भनेको प्रशान्त महासागरका टापु राष्ट्रहरू भनेको खासमा प्यासिफिक भनेको चाहिँ एसियातिर पर्ने प्रशान्त महासागरका टापु राष्ट्रहरूलाई हामी एसिया प्यासिफिक भनेर चाहिँ भन्छौँ एसिया प्यासिफिक भनेको चाहिँ त्यही हो है जो प्रशान्त महासागरका चाहिँ टापु राष्ट्रहरू छन् तिनीहरूलाई चाहिँ हामी प्यासिफिक भनेर भन्छौँ प्यासिफिक राष्ट्रहरू भनेर भन्छौँ तपाईँलाई कुनै कुरा डिटेलमा जान्नु मन लाग्यो भने सोध्नु भयो भने म बताइदिन्छु केही छैन अब चाहिँ म तपाईँलाई यो सार्कको बारेमा बताइदिन्छु सार्क भनेको चाहिँ साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन भन्ने तपाईँ सबैजनालाई थाहा छँदैछ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन यसको स्थापना 1985 मा डिसेम्बर 8 मा भयो डिसेम्बर 7 मा भयो भन्नु पनि मिल्न चाहिँ तर के हुन्छ भन्नुहुन्छ भन्दाखेरि चाहिँ यो डिसेम्बर 8 भनेको चाहिँ 1985 को डिसेम्बर 7 र 8 मा एउटा सम्झौता भएको हो त्यो सम्झौतामा हस्ताक्षर चाहिँ 8 मा हुन्छ क्या सम्मेलन चाहिँ 85 डिसेम्बर 7 र 8 मा भयो र त्यो जुनसुकै सम्मेलनको पनि निर्णय चाहिँ पछिल्लो दिन हुनाले हामीले यसलाई चाहिँ डिसेम्बर 8 भनेर जानुपर्छ डिसेम्बर 8 1985 को डिसेम्बर 8 तपाईँले त्यो भयो प्रधान कार्यालय नेपालमा छ सबैजनालाई थाहा छँदैछ यसको त्रिदेवी मार्ग भन्ने ठाउँमा छ ठमेलमा र यो प्रधान कार्यालय भनेको सचिवालय नेपालमा छ भन्ने यसको प्रधान कार्यालय भनेकै त्यही सचिवालय हो र यसको स्थापना चाहिँ 2043 को माघ 2 मा भयो 1987 को जनवरी 16 भन्ने हुन्छ र यो चाहिँ 1987 जनवरी 16 मा यसको उद्घाटन गर्ने मान्छे चाहिँ नेपालका राजा वीरेन्द्र हुन् त्यो कुरा सोध्न सक्छ तपाईँले धेरै जसो यहाँबाट सोधेको क्वेशन चाहिँ दुईटा छ यो सचिवालयको सन्दर्भमा यो सचिवालय भन्दा नि सार्कको लोगो बनाउने मान्छे कुन भन्ने शैलेन्द्र कुमार मर्जन भन्ने एउटा धेरै सोधेको क्वेशन छ अर्को चाहिँ नेपालमा सार्क सचिवालय राख्नुपर्छ भनेर प्रस्ताव गर्ने देश कुन हो भनेर सोधेको छ त्यसरी दुईटा क्वेशन चाहिँ यहाँ सार्कबाट धेरै जसो सोधेका छन् है यहाँनिर चाहिँ मैले त्यो पाकिस्तान भन्ने चाहिँ लेखेको रहेछु तर सार्क सचिवालय नेपालमा राख्नुपर्छ भनेर प्रस्ताव गर्ने देश चाहिँ पाकिस्तान हो भन्ने क्वेशन धेरै पटक सोधेको क्वेशन हो त्यसरी तपाईँलाई मैले यहाँ सार्क सचिवालयकोबाट त्यही दुईटा क्वेशन बताइदिएँ एउटा सार्क सचिवालय चाहिँ स्थापना चाहिँ उद्घाटन चाहिँ राजा वीरेन्द्रले गरेका थिए त्यतिखेर यसको नेपाली रङले यो दुईटा डेट पढ्नु होला त्यसपछि अर्को चाहिँ यसको नेपालमै यो सार्क सचिवालय राखौँ भनेर प्रस्ताव गर्ने देश चाहिँ पाकिस्तान हो तपाईँहरू सबैजनालाई थाहा छँदैछ सार्कमा पहिला 7 वटा देश थिए र सार्कमा 7 वटा अफिसरमा पनि कुनै क्वेशन यस्तै अफिसरलाई सेकेन्ड लेभलमा थोरै क्वेशन सोध्छ फर्स्ट लेभलमा सोध्ने क्वेशन त सबैलाई उही त हो अफिसरलाई सोध्ने क्वेशन चाहिँ छुट्टै क्वेशन भन्ने त हुँदैन नि त अफिसरलाई सोध्ने क्वेशन पनि सेमै हो अफिसरलाई सोध्ने सिलेबस अलिकति ज्यादा छ त्यति त फरक हो तर तपाईँ अफिसर पनि साथीहरूलाई सेकेन्ड लेभलको क्वेशन सोध्छ त्यो चाहिँ हो सेकेन्ड लेभलमा पनि क्वेशन सोध्छ अघि मैले भने नि तपाईँलाई चाहिँ अफिसरलाई सोध्ने जस्तै कि अरूलाई सोध्यो भनेपछि वर्ल्ड ब्याङ्कको प्रधान कार्यालय कहाँ छ भनेर सोध्ला तर तपाईँलाई वर्ल्ड ब्याङ्कका 5 वटा संस्थाहरूको स्थापनाको क्रम कुन ठिक छ भनेर सोध्न सक्छ स्थापनाको क्रम अनुसार द्यागको मध्ये कुन ठिक छ भनेर सोध्न सक्छ तपाईँलाई म बताइदिन्छु अफिसरलाई सोध्ने क्वेशन सेकेन्ड लेभलमा सोध्ने क्वेशन कस्तो हुन्छ भन्ने कुरा म भनिदिन्छु पहिला 7 वटा देश थिए त्यसपछि चाहिँ अफगानिस्तान थपियो अफगानिस्तानलाई थप्ने भन्ने बारेमा चाहिँ यो 13औं सम्मेलन ढाकामा भएको थियो 13औं सम्मेलनले निर्णय गरेको हो र 14औं सम्मेलनमा चाहिँ अफगानिस्तान आयो है 14औं सम्मेलनमा चाहिँ अफगानिस्तान आयो र त्यो अफगानिस्तान आइसकेपछि त्यही 2007 को अप्रिल 3 4 14औं शिखर सम्मेलन दिल्लीमा भएको थियो त्यो दिल्लीमा भएको सम्मेलनमा चाहिँ अफगानिस्तान आयो त्यही अफगानिस्तान चाहिँ त्यही बेलादेखि साथमा जोडिएको हो अब तपाईँलाई यहाँनिर चाहिँ सार्कका पर्यवेक्षक कतिवटा छन् भन्ने हो अब चाहिँ तपाईँलाई यहाँ चाहिँ यो क्वेशन चाहिँ सार्क अधिकृतलाई पनि सोध्छ है अरूलाई चाहिँ सोध्दैन भन्ने नि यहाँ यो क्वेशन जसलाई पनि सोध्न सकिन्छ द्यागमध्ये कुन चाहिँ संस्था अथवा कुन चाहिँ सार्कको पर्यवेक्षक होइन भनेर तपाईँलाई यहाँबाट सोध्न सक्छ यो सजिलो छ एकदम सजिलो छ हेर्नुहोस् है यो इरान भनेको साउथ एसियन रिजनमा पर्छ तपाईँले भूगोल विश्वको भूगोल पढ्दाखेरि कतै सुन्नुभएको होला होइन भने पनि आफ्नो स्कुलिङमा कतै सुन्नुभएको होला इरान भन्ने चाहिँ साउथ एसियाको रिजनमा पर्न र साथमा पर्न बाँकी रहेको एउटा देश हो इरान त्यसपछि म्यानमार पनि हाम्रो नजिकै छ दक्षिण कोरिया र जापान हाम्रोतिरका देश भए एसियाकै देश भए अनि दक्षिण कोरिया र चाहिँ तपाईँको यो यतैका देश भइहाले त्यसपछि बाँकी रहेको चाहिँ यो अस्ट्रेलिया अमेरिका है अनि मौरिसससँग हामीले विपा सम्झौता गरेको एउटा देश हो मौरिसस पनि र चीन पनि सार्कको छिमेकी देश भइगयो यसरी 9 वटा संस्था रहेछन् के अरे 8 वटा देश र एउटा संस्था गरेर 9 वटा चाहिँ सार्कका पर्यवेक्षक रहेछन् यो क्वेशन सार्कबाट सोध्न सक्छ अब अहिले सार्क चाहिँ एकदमै पेसिभ छ यसमा क्वेशन चाहिँ नयाँ क्वेशन त्यस्तो नयाँ चाहिँ के सोध्छ भन्ने खालको क्वेशन चाहिँ हुँदैन सार्क पेसिभ छ तपाईँ सबैलाई थाहा छँदैछ र सार्कमा यो मैले अघि नै पनि तपाईँलाई हिजो पनि भनेको थिएँ कि सार्क युएनको संस्थापक भन्नाले कसलाई बुझिन्छ भन्दा चार्टरमा हस्ताक्षर कसले गरे त्यसलाई बुझिन्छ भने जस्तै सार्कमा पनि 7 वटाले चार्टरमा हस्ताक्षर गरेका थिए त्यही भएर संस्थापक 7 वटा थिए पछि अफगानिस्तान जोडियो अनि अफगानिस्तान जोडिएपछि 8 वटा देश भए भनेर मैले तपाईँलाई बताएँ त्यसरी चाहिँ अब मैले यो मान्छेको नाम चाहिँ पढेर यहाँ बस्दिनँ तर तपाईँले चाहिँ यो याद गर्नुपर्छ यो 7 जना मान्छेको नाम चाहिँ तपाईँहरूले चाहिँ याद गर्नुपर्छ है नेपालबाट चाहिँ सार्कको बडापत्रमा हस्ताक्षर गर्ने चाहिँ राजा वीरेन्द्र हुन् भारतबाट चाहिँ राजीव गान्धी हुन् पाकिस्तानबाट जियाउल हक हुन् है बङ्गलादेशबाट हुसैन मोहम्मद एसार्द हुन् यिनीहरूको नाम चाहिँ तपाईँले पढ्नुपर्छ यहाँ चाहिँ तपाईँले एउटा के पनि जानु पर्यो भन्नुहुन्छ भने यहाँ प्रधानमन्त्री एकजना मात्र छन् यो क्वेशन चाहिँ धेरै पटक सोधेको छ यो तपाईँले लेख्नु भएको छ कतै पेपरतिर कि सार्कको बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को थिए भन्ने क्वेशन सोध्छ त्यस्तो क्वेशन सोद्धाखेरि चाहिँ यसको राजीव गान्धी भन्ने चाहिँ तपाईँले जान्नु पर्यो है सार्कको बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को थिए भन्दाखेरि चाहिँ राजीव गान्धी भन्ने थिए भन्ने चाहिँ तपाईँले जान्नु पर्यो र राजा कतिजना थिए भन्दाखेरि राजा त 2 जना थिए नेपालको राजा र भुटानको राजा यहाँबाट अर्को एउटा क्वेशन के हुन्छ भन्नुहुन्छ भन्दाखेरि सार्कको सम्मेलनमा शिखर सम्मेलनमा सबैभन्दा बढी पटक सहभागी हुने मान्छे को हुन् भन्ने क्वेशन आउँदाखेरि पनि यो मान्छेको नाम पनि तपाईँले लेख्नुहोस् मैले यहाँ लेखेको छैन तपाईँलाई यहाँबाट मैले 2-3टा क्वेशन बताइदिएँ सार्कको बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को हुन् भन्ने क्वेशन आउँदा राजीव गान्धी है राजा कतिजना थिए भन्दा 2 जना र तपाईँले अर्को चाहिँ के त भन्दाखेरि हालसम्म भएका सार्कको शिखर सम्मेलनहरूमा सबैभन्दा बढी पटक सहभागी जनाउने व्यक्तिको नाम के हो भन्ने क्वेशन आउँदा मोहम्मद अब्दुल कय्युम उनी चाहिँ सार्कको सम्मेलनमा सार्कको चाहिँ समिट कन्फरेन्समा सबैभन्दा बढी पटक सहभागी भएका मान्छे हुन् र नेपालबाट चाहिँ सबैभन्दा बढी पटक आउने मान्छे को भन्ने क्वेशन आयो भने चाहिँ को होला भन्नु त नेपालबाट सबैभन्दा बढी सार्क शिखर सम्मेलनमा भाग लिन जाने मान्छे चाहिँ को तपाईँहरूको विचारमा
यहाँ चाहिँ नेपालबाट जाने चाहिँ सबैभन्दा बढी पटक भाग लिन जाने चाहिँ गिरिजाप्रसाद कोइराला ल तपाईँलाई थाहा छ नेपालबाट भाग लिन जाने चाहिँ गिरिजाप्रसाद कोइराला हुन् सबैभन्दा बढी पटक। अब सार्कको बडापत्रमा 10 धारा छन् हिजो युएनको बडापत्रमा 100 कति धारा छन् भनेको थिएँ मैले 11 धारा उठाएर आज सार्कको बडापत्रमा 101 धारा कम रहेछन् युएनको बडापत्रमा भन्दा है 10 वटा धारा रहेछन् राजा 2 जना नेपाल र भुटानका राजा। अब यो 10 वटा चाहिँ तपाईँले नाम पनि जान्नुपर्छ है यो 10 वटा उद्देश्य सिद्धान्त राज्य प्रमुख सरकार प्रमुखको बैठक मन्त्री परिषद स्थायी समिति प्राविधिक समिति कार्य समिति सचिवालय वित्तीय प्रबन्ध र सामान्य प्रावधान भन्ने चाहिँ यो चाहिँ तपाईँहरूले यो नाम पनि जान्नुपर्छ यो 10 वटा धारामा के छन् भन्ने कुरा पनि जान्नुपर्छ सोच्छ सचिवालय कति नम्बरमा छ भनेर सोच्छ तपाईँले 8 नम्बर धारामा छ भने चाहिँ तपाईँले फ्याट्ट जाने गरी पढ्नुपर्छ यसमा चाहिँ 10 वटा धारा छन् भने मात्र जानेर चाहिँ यसमा चाहिँ नहुने रहेछ यसमा चाहिँ हजुरहरूले यो 8 वटा चाहिँ समिति छन् भन्ने कुरा पनि जान्नु के अरे 10 वटा धारामा फलानु कुरा छ भन्ने पनि जान्नु पर्यो 1 नम्बरमा उद्देश्य भने जस्तै 8 नम्बरमा सचिवालय छ भन्ने हो उद्देश्य त तपाईँलाई थाहा छँदैछ सिद्धान्त पनि तिनै हुन् सिद्धान्त भनेको सबैको भलो गर्ने राम्रै हो यहाँ उहाँले सूत्र बनाउनु भएको छ त्यही सूत्रै बनाएर पढे पनि भइगयो अगाडिका शब्द राखेर राज्य प्रमुखको बैठक सरकार प्रमुखको बैठक भनेको समिट कन्फरेन्स भनेको मन्त्री परिषदको बैठक भनेको विदेश मन्त्रीको बैठक भनेको स्थायी समिति भनेको विदेश सचिवको बैठक भनेको है प्राविधिक समिति भनेको चाहिँ विदेश मन्त्रालयमा एकजना यस्तै अन्तर्राष्ट्रिय संस्था सार्क हेर्ने चाहिँ मान्छेहरू हुन्छन् हो तिनै सार्क हेर्ने सहसचिव हुन्छन् तिनीहरूको समितिलाई चाहिँ प्राविधिक समिति भनिन्छ यो कार्य समिति भने चाहिँ अरू समिति हुने यसले विशेष काम गर्छ कहिलेकाहीँ गठन हुन्छन् यस्ता सचिवालय भएको वित्तीय प्रबन्धनको पैसा कति उठाउने भन्ने कुरा तपाईँलाई थाहा छँदैछ अरू सामान्य विषय भनेका चाहिँ अरू विषयहरू चाहिँ यसमा हुँदो रहेछन् है यहाँ कुन भनेको के भन्ने कुरा मैले तपाईँलाई बताइदिएँ फेरि एकचोटि बताइदिन्छु उद्देश्य भनेको गरिबी न्यूनीकरण गर्ने भन्ने हो 7 वटा देशको गरिबी न्यूनीकरण गर्ने भन्ने यसको उद्देश्य मुख्य उद्देश्य सिद्धान्त त अब सबै 7 वटा देशको छैन सार्वभौमसत्तालाई सम्मान गर्ने के भन्ने मानव अधिकारको संरक्षण गर्ने ती सबै थोका सिद्धान्त तिनै भइहाल्छन् यो राज्य प्रमुख सरकार प्रमुखको बैठक भनेको समिट कन्फरेन्स शिखर सम्मेलन भनेको मन्त्री परिषद भनेमा परराष्ट्र मन्त्री हुन्छन् स्थायी समितिमा भनेको चाहिँ परराष्ट्र सचिव हुन्छन् प्राविधिक समितिमा मैले अघि भनिहालेँ परराष्ट्र मन्त्रालयमा यस्ता संस्था हेर्ने सार्क हेर्ने भन्ने जस्तै एकजना सहसचिव हुन्छन् तिनको समिति हो यो कार्य समिति भनेको चाहिँ अरू बेला जस्तै कुनै विशेष काम पर्यो भने त समिति बनाउने त्यस्तो भन्ने कुरा हो सचिवालय त तपाईँले अघि थाहा पाइहाल्नु तपाईँलाई थाहा छँदैछ सचिवालय नेपालमा छ भन्ने कुरा त्यही हो कहाँ हुन्छ सचिवालय नेपालमा हुन्छ भने सचिवालयको भाषा कुन हुन्छ भन्नु त सचिवालयमा सार्क सचिवालयमा कुन भाषा प्रयोग गरिन्छ युएनको चाहिँ कामकाजको भाषा 2टा हुन् है मान्यता प्राप्त भाषा 6 वटा हुन् भने जस्तै सार्कको चाहिँ मान्यता प्राप्त भाषा कतिवटा छन् भन्नु त तपाईँहरू ल सार्कको चाहिँ मान्यता प्राप्त भाषा चाहिँ अङ्ग्रेजी मात्रै हो सार्कको मान्यता प्राप्त भाषा कोही साथीलाई थाहा छैन नेपाली हो अथवा 2-3टा छन् भन्ने डाउट छ भनेपछि चाहिँ उहाँहरू पनि कन्फर्म हुनु होला यसमा चाहिँ सार्कमा चाहिँ एउटा मात्रै भाषा हुन्छ सार्कमा चाहिँ 2-3 वटा भाषा चाहिँ छैनन् सार्कको भाषा चाहिँ एउटा मात्रै अङ्ग्रेजी मात्रै छ र अब चाहिँ मैले तपाईँलाई यहाँ शिखर सम्मेलन भन्नेदेखिको कुरा बताउँछु यो शिखर सम्मेलन भन्ने चाहिँ पहिला चाहिँ वर्षमा हुने भन्ने थियो तर यो 2014 नेपालमा भएको शिखर सम्मेलनले चाहिँ के निर्णय गर्यो त भन्दाखेरि 2 वर्षमा एकचोटि गर्ने भन्ने निर्णय गर्यो यो 14औं शिखर सम्मेलनले गरेको निर्णय हो अबदेखि चाहिँ यो 2 वर्षमा एकचोटि गर्ने भनेको तर चाहिँ नेपालमा चाहिँ 18औं शिखर सम्मेलन 2014 भएपछि 19औं शिखर सम्मेलन पाकिस्तानले आयोजना गर्नुपर्ने त्यो अहिलेसम्म हुन सकेको छैन तपाईँलाई थाहा छँदैछ र नेपालले चाहिँ 3 पटक शिखर सम्मेलन चाहिँ आयोजना गरेको रहेछ तेस्रो 11औं र 18औं यो चाहिँ तपाईँले जान्नु पर्यो हालसम्म चाहिँ नेपालले 3 पटक शिखर सम्मेलन आयोजना गरेको रहेछ यो 3टाको नाम तपाईँले तेस्रो 11औं र 18औं भन्ने चाहिँ जान्नु होला नेपालले आयोजना गरेको शिखर सम्मेलन चाहिँ यो 3वटा हो र यो अफगानिस्तानले चाहिँ अहिलेसम्म शिखर सम्मेलन आयोजना गर्न पाएको छैन अफगानिस्तान जोइन हुनुभन्दा अलिकति अगाडिसम्म चाहिँ मालदिप्स र भुटानले पनि गरेका थिएनन् यिनीहरूले पनि पछिल्लै चरणमा शिखर सम्मेलन गरेका हुन् अब यो किन नभएको भने त त्यही भारत पाकिस्तानको द्वन्द्वको कारणले सार्कको शिखर सम्मेलन हुन सकेको छैन त्यही नै हो त्यहाँ अरू यसको दोस्रो रिजनै छैन भारत र पाकिस्तानको द्वन्द्वको कारणले सार्कले आफ्नो काम गर्न सकेको छैन त्यही नै हो यसको रिजन है त्यहाँ दोस्रो रिजन चाहिँ यसमा छैन अब मन्त्री परिषद भन्ने जुन हामीले भने मन्त्री परिषद चाहिँ वर्षमा एक पटक बस्छ भनेको छ र स्थायी समितिको बैठक वर्षमा कम्तीमा एक पटक बस्छ भनेको छ यो सबै संशोधन गरेको पहिला चाहिँ तपाईँको हो 2014 देखि अहिलेसम्म कुनै पनि शिखर सम्मेलन भएको छैन 11 वर्ष भयो अहिलेसम्म 11 वर्ष छैन 10 भएर नोभेम्बरमा भइरहेको थियो त्यसरी हिसाब गर्दा 10 वर्ष भयो 10 वर्षमा एउटा पनि सम्मेलन भएको छैन र यो पनि यो सबै संशोधन गरेको यो कम्तीमा एक पटक भन्ने पनि पहिला थिएन यो है वर्षमा 2 पटक त्यस्तो के थियो यो पनि संशोधन गरेको सार्क महासचिवको पदावधि कति वर्ष हुन्छ भन्ने क्वेसन आउँदाखेरि चाहिँ तपाईँले 3 वर्ष भन्ने लगाउनुपर्छ पहिला चाहिँ 2 वर्ष थियो यो 9औं शिखर सम्मेलनले 3 वर्ष भन्ने बनाएको सार्कको चाहिँ महासचिवको पदावधि र हालसम्म चाहिँ सार्कमा महासचिवहरू चाहिँ 15 जना चाहिँ आज भोलि बैठक अब यो हुँदैन अहिले टुङ्गो भएको छैन यो अहिले टुङ्गो नभएपछि यसमा कहिले हुन्छ भन्ने थाहा छैन कसैलाई पनि अब यो महासचिव भन्ने हुन्छ अघि हामीले भनिहाल्यो नेपालमा चाहिँ हो बस्छ यो बैठक चाहिँ बस्छ है अरू नभए पनि यस्तो अन्त उयोहरू चाहिँ बस्छ मन्त्री परिषद स्थायी समिति भन्ने चाहिँ बस्छ ती बैठकहरू चाहिँ बस्छन् र यो सचिवालयमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने सचिवालयमा एकजना महासचिव हुन्छन् हेर्नुहोस् है सचिवालयमा एकजना महासचिव हुन्छन् र सबै देशका एक जनाको दलले 8 जना निर्देशक हुन्छन् यो चाहिँ मैले यहाँ राखेको छैन तपाईँले पेपरमा टिप्नुहोस् त नेपालमा बस्दैन यो मन्त्री परिषद अरू पाले पालो बस्छ त्यसरी नेपालमा बस्दैन सधैँभरि मन्त्री परिषदको बैठक चाहिँ पाले पालो बस्छ कुन देशमा कहिले भन्ने बस्ने हो र त्यसमा सामान्यतया जो समिट कन्फरेन्स आयोजना गर्ने देशमै बस्ने भन्ने हुन्छ त्यो वर्षमा चाहिँ अनि अरू बेला तलपट्टि कलर उत्पादनमा बस्छ र यसमा तपाईँले के जान्नु पर्यो भन्नुहुन्छ भने सचिवालयमा एकजना महासचिव हुँदो रहेछन् त्यो त यहाँ छँदैछ र प्रत्येक देशबाट एकजनाको दलले 8 जना चाहिँ निर्देशक हुन्छन् त्यो चाहिँ यहाँ छैन त्यो चाहिँ तपाईँले लेख्नुपर्छ कापीमा सोच एउटा देशबाट कतिजना निर्देशक हुन्छन् अथवा सार्कमा जम्मा कतिजना निर्देशक हुन्छन् सचिवालयमा भन्ने क्वेसन आयो भने चाहिँ तपाईँले सचिवालयमा 8 जना निर्देशक हुन्छन् चाहिँ बताउनु पर्यो र त्यसरी हुने 8 जना निर्देशक चाहिँ प्रत्येक देशबाट एकजनाको दलले हुन्छन् भन्ने पनि तपाईँले जान्नु पर्यो प्रत्येक देशबाट एकजनाको दलले निर्देशक हुन्छन् नेपालबाट एकजना अर्को देशबाट एकजना पहिला 7 वटा देशबाट 7 जना हुँदो रहेछन् निर्देशक थाहा पाइहाल्नु हालसम्म 15 जना चाहिँ महासचिव भइसकेका रहेछन् त्यसरी 15 जना महासचिव हुने क्रममा अहिलेको महासचिवको नाम चाहिँ गोलाम सरोवार भन्ने रहेछ है गोलाम सरोवार भन्ने रहेछ पहिला सबैभन्दा सुरुमा भएका महासचिवको नाम पनि अब्दुल हसन पनि बङ्गलादेशकै थिए र हालका 15 महासचिव पनि बङ्गलादेशकै रहेछन् साथमा नेपालबाट 2 जना महासचिव भइसकेका छन् यादव कान्त सिलवाल र अर्जुन बहादुर थापा त भर्खरै हुनुभएको हो र अब चाहिँ तपाईँलाई यो अर्को क्वेसन चाहिँ सार्कबाट सोध्न सकिने क्वेसन अघि शाखा अधिकृतलाई चाहिँ कस्तो क्वेसन सोध्छ भन्दै हुनुहुन्थ्यो अब शाखा अधिकृतलाई सोध्ने क्वेसन चाहिँ यस्तो हुन्छ सार्कमा पहिला 11 वटा क्षेत्रीय कार्यालय थिए अहिले चाहिँ क्षेत्रीय कार्यालय चाहिँ 5 वटा बनाएको छ यो सम्मेलनले हो अब तपाईँलाई यसमा के सोध्छ भन्नुहुन्छ भने सार्कको क्षेत्रीय कार्यालयहरू स्थापनाको आधारमा कुन क्रम ठिक छ भन्ने सोध्न सक्छ एउटा पहिला कृषि सूचना केन्द्र क्षय केन्द्र ऊर्जा केन्द्र सांस्कृतिक केन्द्र वातावरण तथा विपद व्यवस्थापन केन्द्र भन्ने यो क्रम हो भने तपाईँले जान्नु पर्यो उसले चाहिँ यसलाई तलमाथि गरेर राखिन सक्छ अथवा तपाईँले अर्को क्वेसन सोध्न सक्छ यतापट्टि लेफ्ट साइडमा तपाईँको सूचना क्षेत्रीय कार्यालयहरूको नाम र राइट साइडमा चाहिँ तपाईँको स्थापना भएको मिति राखेर सोध्न सक्छ स्थापनाको मिति मिलाउनुहोस् क्रम मिलाउनुहोस् भनेर अथवा तपाईँले लेफ्ट साइडमा चाहिँ तपाईँको यसको नाम राखेर राइट साइडमा चाहिँ तपाईँको यसको डेट राख्न सक्छ अथवा ठाउँको नाम राख्न सक्छ कहाँ छन् कुन देशमा छन् कुन सहरमा छन् भनेर हो यस्तो क्वेसन चाहिँ तपाईँले भन्नुभएको सेकेन्ड लेभलको क्वेसन चाहिँ यस्तो हो है
अब चाहिँ म तपाईँलाई यो सार्कको बडापत्रका सम्बन्धमा चाहिँ यो 1985 को पहिलो शिखर सम्मेलनले यसको बडापत्र चाहिँ पास गरेको थियो 10 वटा धारा छन् भन्ने भयो 10 वटा धारा यहाँ अघि मैले भनिहालेँ यहाँ दोहोरिएको विषय त्यसका उद्देश्यहरू यहाँ छन् यो मैले सारेर राखेको यो मैले धेरै जान्ने राखेको होइन ए यो नोट त म आजै पठाइदिन्छु तपाईँलाई यो नोट त आजै पठाइदिन्छु यो क्लास सकिएपछि म तपाईँलाई नोट पठाइदिन्छु अलिअलि चाहिँ तपाईँहरूले टिप्नु पनि पर्छ अलिअलि चाहिँ तपाईँहरूले टिप्नु पनि पर्छ जस्तै कि मैले यहाँ यो कुरा चाहिँ नोटमा छैन भनेको कुरा चाहिँ तपाईँले हिजोको आजको त एकै ठाउँमा एकैचोटि आउँछ नि त आदि आदि त कहाँ आउँछ त नोट र यहाँ चाहिँ साथमा चाहिँ तपाईँले दुईटा कुरा चाहिँ तपाईँले जान्नुपर्छ एउटा साथमा साप्टा भन्ने एसएपीटीए भन्ने कुरा जान्नु पर्यो अर्को चाहिँ एसएफटीए भन्ने कुरा जान्नु पर्यो एसएपीटीए भनेको चाहिँ साउथ एसियन प्रिफरेन्शियल ट्रेड अरेन्जमेन्ट भन्ने हो यो भनेको चाहिँ यसलाई चाहिँ व्यापार कसरी गर्ने भन्ने नै विषय हो यो र एसएफटीए भनेको यो व्यापार कसरी गर्ने भन्ने विषय नै हो र यसमा तपाईँलाई सोध्ने क्वेसन चाहिँ यो एसएपीटीएमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन् भनेर सोध्छ यहाँ मैले लेखेको छु आचार्य छन् महेश आचार्य भन्ने र यो एसएपीटीए भन्ने सम्झौता चाहिँ सबैभन्दा पहिले अनुमोदन गर्ने देश पनि नेपाल रहेछ 7 वटा देशहरू मध्येमा र यो एसएपीटीए भनेको चाहिँ तपाईँको यो कार्यान्वयन चाहिँ 1985 को डिसेम्बर 7 बाट भएको रहेछ जुन अघि तपाईँलाई मैले डब्ल्युटीओ भन्ने संस्थाको बारेमा बताएको थिएँ हो त्यही डब्ल्युटीओले गर्ने खालको काम हाम्रो सार्क रिजनमा गर्नका लागि चाहिँ यो संस्था यो एग्रिमेन्ट भएको यो संस्था होइन यो एग्रिमेन्ट हो सार्क भित्रको एउटा एग्रिमेन्ट हो यो र यसले सार्कका 7 वटा देशहरू बिचको व्यापारलाई चाहिँ सहजीकरण गर्नका लागि यो एग्रिमेन्ट गरिएको हो र यसमा अर्को चाहिँ के छ भन्नुहुन्छ भन्दाखेरि चाहिँ एसएफटीए भनेको चाहिँ एसएपीटीएलाई नै विकसित गरेर बनाएको अर्को एग्रिमेन्ट हो यसलाई चाहिँ साउथ एसियन फ्री ट्रेड एरिया भनिन्छ यसको मतलब चाहिँ के हो भन्ने कुरा चाहिँ म तपाईँलाई बताइदिन्छु यसमा तपाईँले यो महेश आचार्य भन्ने र यसभन्दा पहिले अनुमोदन गर्ने नेपाल हो भन्ने र यो चाहिँ 1985 को डिसेम्बर 7 भन्ने यो 3टा कुरा चाहिँ ख्याल गर्नु होला र यो एसएफटीए भनेको चाहिँ साउथ एसियन फ्री ट्रेड एरिया भनेको हो र यो एसएफटीए भनेको चाहिँ 2004 को 6 जनवरीमा यसमा चाहिँ तपाईँको हस्ताक्षर भएछ र 2006 देखि लागू भएछ यसले कसरी व्यापार सहजीकरण गर्छ भन्ने चाहिँ म तपाईँलाई बताइदिन्छु यो चाहिँ के हुन्छ भन्दाखेरि जस्तै कि यो साफ्टा भन्ने एग्रिमेन्ट गराउँदाखेरि चाहिँ यसमा सार्कमा चाहिँ भारत पाकिस्तान र श्रीलङ्कालाई चाहिँ विकसित देश भन्ने घोषणा गरेको बनाएको थियो त्यसपछि अरू बाँकी रहेका देशहरूलाई चाहिँ कमजोर देश भनेर बनाएको थियो त्यसरी हेर्दाखेरि जस्तो कुनै सामान चाहिँ भारतबाट नेपालमा आयो भने चाहिँ त्यो सामानलाई अलिकति बढी भन्सारको दर लगाउन सकिन्छ तर नेपालबाट भारतमा जाँदा अथवा नेपालबाट श्रीलङ्कामा जाँदा चाहिँ कम लगाउनुपर्छ घटाउँदै घटाउँदै लगेर चाहिँ जिरो गर्नुपर्छ भनेको चाहिँ जस्तो त्यहाँ 3वटा देशलाई धनी त्यतिखेर चाहिँ आइसकेको थिएन अफगानिस्तान आइसकेको थिएन त्यही भएर 7वटा मात्रै देश थिए 7वटा मध्ये 3वटा देशलाई चाहिँ त्यो बेला सम्पन्न डेभलप भनेर भनेको थियो र 4वटालाई चाहिँ कमजोर गरिब भनेको थियो हो ती 4वटा देशहरूबाट 3टा देशमा चाहिँ कुनै सामान जान्छ भने भन्सारको दर कम लाउनु पर्यो अथवा लाउनै भएन तर ती धनी देशहरूबाट भारत पाकिस्तान र श्रीलङ्काबाट चाहिँ कमजोर अर्थतन्त्र भएका देशमा सामान आउँछ भने तिनीहरूले चाहिँ अलिकति भन्सार लगाउन सक्छन् भन्ने त्यसरी चाहिँ सहजीकरण गरेको थियो र अर्को कुरा चाहिँ के छ भन्नुहुन्छ भने जस्तै कि त्यही कुरा चाहिँ साप्टा अन्तर्गतका 7वटा देशबाट आउँदाखेरि चाहिँ भन्सारको दर घटी लगाउन पाइने र चाहिँ 7वटा देखि बाहेकको चीनबाट आयो भने बढी लगाउन पाइने भन्ने छ अहिले पनि हाम्रोमा यो प्र्याक्टिस चाहिँ हाम्रोमा छ अहिले पनि साप्टा एग्रिमेन्ट अन्तर्गत 7वटा सार्क राष्ट्रहरूबाट आउने सामान त्यही सामान चाहिँ अरू कुनै देशबाट तेस्रो पछिबाट चीनबाट अमेरिकाबाट त्यही सामान आयो र त्यही सामान चाहिँ भारतबाट अथवा पाकिस्तानबाट आयो भने हामी भारत र पाकिस्तानबाट आउने सामानलाई कम भन्सारको दर लगाउँछौँ यो चाहिँ अहिले पनि हामी साप्टा एग्रिमेन्ट भन्ने चाहिँ अहिले पनि कार्यान्वयनमै छ यो सार्क चाहिँ बेसी भए तापनि साप्टा एग्रिमेन्ट भन्ने चाहिँ कार्यान्वयनमै छ यसको मतलब चाहिँ सार्कका 7वटा देशबाट हाम्रो देशमा सामान आउँछ भने हामीले चाहिँ त्यही सामान अर्को कुनै 8औं देश चीनबाट ब्राजिलबाट अस्ट्रेलियाबाट आउने भन्दा कम भन्सारको दर लगाउँछौँ त्यही भनेको साउथ एसियन फ्री ट्रेड एरिया भनेको चाहिँ त्यही भनेको यसमा पनि तपाईँले यो अघि चाहिँ नेपालले सबैभन्दा पहिले गर्यो भने चाहिँ यहाँ चाहिँ अन्तिममा चाहिँ अनुमोदन गर्ने भन्ने छ यो चाहिँ तपाईँले यही नै पढ्नु होला र यो 2004 मा हस्ताक्षर भएको रहेछ 6 देखि लागू भएको रहेछ भन्ने पनि तपाईँले जान्नु पर्यो यो मान्छेको नाम पनि तपाईँले पढ्नु होला यहाँ के लेखेको छ पढिहाल्नुहुन्छ तपाईँ अब चाहिँ मैले सार्क सम्बन्धी अन्य जानकारी भनेर यहाँ थोरै कुराहरू राखेको छु यो सार्क सम्बन्धी अन्य जानकारी चाहिँ मैले यहाँ तपाईँलाई भन्दिनँ है म पढेर सुनाउँदिनँ किनभने तपाईँ आफै पढिहाल्नुहुन्छ यसमा चाहिँ तपाईँले पढ्नु 2-3टा कुरा चाहिँ अनिवार्य रूपमा पढ्ने कुरा छन् जस्तै कि यो सार्क देशहरूको नेपालसँग दौत्य सम्बन्ध भएको मिति यो चाहिँ मैले मिति क्रमको आधारमा चाहिँ क्रोनोलोजिकल अर्डरमा चाहिँ राखेको छुइनँ त्यसमा चाहिँ तपाईँ के छ भन्नुहुन्छ भन्दाखेरि यो ठुलोबाट सानोको क्रममा राखेको थिएँ त्यही भएर चाहिँ यो मिति क्रमको आधारमा चाहिँ छैन यो भारतसँग हामीले भारत र नेपालले सबैभन्दा पहिले दौत्य सम्बन्ध गरेका 5वटा देश मध्येमा पर्छ पाकिस्तान अफगानिस्तान यो अफगानिस्तान र चाहिँ श्रीलङ्कासँग 1 जुलाईमा भएको रहेछ एकैचोटि 57 र 61 मा 5 वर्ष अघिपछि है र यो चाहिँ हजुरहरूले अब कुनै तरिका बनाएर सूत्र बनाएर जे गरेर पनि तपाईँले आफ्नो तरिकाले पढ्न सक्नुहुन्छ अब यसमा मेरो चाहिँ त्यस्तो सूत्र बनाउनु पर्ने त्यस्तो थिएन मैले पढ्ने बेलामा चाहिँ है किनभने यो 7वटा डेट सर याद गर्न सक्थेँ म त्यो बेलामा चाहिँ अहिले चाहिँ सक्दिनँ अब यो 7वटा डेट तपाईँले अनिवार्य रूपमा याद गर्नु होला अर्को चाहिँ अब यसको राष्ट्रिय खेल अनि यो राष्ट्रिय दिवस है अनि त्यसपछि टेलिफोनको कोड र नेपालभन्दा समय कति ढिलो वा छिटो छ भन्ने कि 4वटा कुरा चाहिँ तपाईँले पढ्नु होला भनेर मैले राखेको छु तर यति मात्रै पढेर चाहिँ हुन्छ यति पढेपछि पुग्छ भनेर चाहिँ भन्न चाहिँ सकिँदैन है यदि पढेपछि चाहिँ ठ्याक्कै पुग्छ तपाईँलाई भनेर भन्न चाहिँ सकिँदैन त्योदेखि बाहेक तपाईँले 7वटा देशको राजधानी है अनि त्यसपछि तपाईँले यिनीहरूको मुख्य भाषा यिनीहरूमा बस्ने मान्छेले मनाउने मुख्य चाडपर्व धर्म यस्ता कुराहरू पनि तपाईँले पढ्नु चाहिँ पर्छ मैले यहाँ सबै चाहिँ राखेको छैन तपाईँले गाडीतिर पनि भेटिहाल्नुहुन्छ मैले चाहिँ तपाईँलाई अनिवार्य रूपमा मेरो विचारमा पढ्नै पर्छ भनेको चाहिँ कुराहरू चाहिँ यहाँ मैले राखेको छु जस्तै यो टेलिफोन कोड नम्बरहरू टेलिफोन कोड यहाँ 00 चाहिँ कहाँ गएछ त यो 00 छ है अगाडि सबैमा 00 चाहिँ भएन मैले एक्सेलबाट कपी गरेर ल्याएर यो 00 आएन छ यो सबैको अगाडि 00 छ यहाँ पढ्न सजिलो छ यहाँ चाहिँ 3वटा चाहिँ तपाईँलाई याद गर्न सजिलो छ यो 00 91 92 93 94 भन्ने चाहिँ यहाँ 94 चाहिँ श्रीलङ्काको आउँछ 00 91 92 93 र 94 चाहिँ श्रीलङ्काको आउँछ यसरी तपाईँले चाहिँ पढ्न सक्नुहुन्छ त्यसपछि नेपाल र भुटान दुईटै परिवेशित राष्ट्र हुन् यिनीहरूको नजिक नजिकै छ 975 र 977 हो यसरी चाहिँ हजुरहरूले यसलाई याद गर्न सक्नुहुन्छ यति मात्रै पढेर हुन्छ भन्दाखेरि चाहिँ हुँदैन अब यसमा चाहिँ कुन देशले कति प्रतिशत योगदान गर्छ बजेटमा भन्ने कुरा पनि पढ्नुपर्छ हैन भारतले सबैभन्दा धेरै गर्छ 30.32 त्यसपछि पाकिस्तानले गर्छ 22.52 त्यसपछि चाहिँ नेपाल बंगलादेश र चाहिँ श्रीलङ्काले 10.72 त्यसपछि चाहिँ अरू तीनटाले 5% गर्छन् भुटान मालदिप्स र अफगानिस्तानले 5 गर्छन् भन्ने कुरा हैन नेपालबाट सबैभन्दा टाढा मालदिप्सको राजधानी छ सबैभन्दा नजिक भुटानको राजधानी छ हो यस्ता कुराहरू पनि तपाईँले जान्नुपर्छ यो सबै चाहिँ मैले यहाँ राखेर यो साध्य पनि लाग्दैन किनभने तपाईँले जम्मैजनाले एउटा गाइड किनिहाल्नु भएको हुन्छ त्यो गाइडमा सबै कुरा भइहाल्छ तर मैले मेरो विचारमा पढ्नुपर्छ जस्तो लागेको कुराहरू यहाँ राखेको छु
अब यो पछि चाहिँ म तपाईँलाई बिमस्टेक भनेको बारेमा बताउँछु। अहिले चाहिँ यो बिमस्टेक अलिकति चर्चित संस्था छ है। बिमस्टेक चाहिँ अहिले पछिल्लो समय एकदमै बढी चर्चामा रहने संस्था हो र यो बिमस्टेक भन्ने संस्थालाई चाहिँ यो ब्रिज भनिन्छ, लाइक ब्रिज बिट्विन आसियान एन्ड सार्क भनेर भनिन्छ। भनेको यो चाहिँ सार्क र एसियान दुईवटा चाहिँ संस्थाहरूलाई चाहिँ यसले जोड्छ भनेर भनिन्छ। अब सार्क त मृत प्राय छ भनिन्छ हैन, के जोड्ने हो र सार्कलाई। त्यही पनि यसमा चाहिँ बिमस्टेकमा सार्क क्षेत्रका केही देश र चाहिँ तपाईँको एसियान क्षेत्रका केही देश छन्, त्यसरी चाहिँ यो संस्था बनेको भनिन्छ। सजिलो छ यो पढ्न। हेर्नु त यहाँ के छ भन्नुहुन्छ भने 1997 छ, 97 मा 7 छ, यहाँ 7 वटा देश छन्, जुन भनेको 6 महिना हो, 6 महिना 6 गते स्थापना भएको रहेछ। ल यहाँ पनि BIMSTEC भन्ने पनि यहाँ 7 वटा अक्षर छन्, त्यही भएर यसमा 7 वटा देश छन्। तपाईले 7 वटा देशको नाम चाहिँ जान्नुपर्छ है। र यसको मिनिङ चाहिँ बे अफ बेंगल इनिसिएटिभ फर मल्टी-सेक्टोरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन भन्ने कुरा छ। यो भनेको बंगालको खाडी वरपरका देशहरूले चाहिँ आफ्नो देशको अर्थतन्त्र उकास्नका लागि यी अरु क्षेत्रका आफ्नो क्षेत्रका देशहरूसँग सहकार्य गरेर आफ्नो सबैको चाहिँ एकमुष्ट रूपमा अर्थतन्त्र उकासौँ भन्ने यिनीहरूको उद्देश्य भएर यो चाहिँ गठन गरेको हो। तर यो सुरुमै स्थापना गर्दा चाहिँ यसको नाम बिमस्टेक भन्ने थिएन। जस्तो अहिले सार्क छ, सार्क चाहिँ अहिले पनि सार्क छ, स्थापना गर्दाखेरि हैन, स्थापना भएको 40 वर्ष भयो, 40 वर्ष अगाडि पनि त्यसको नाम चाहिँ सार्कै थियो, अहिले पनि सार्कै छ। तर बिमस्टेकको चाहिँ स्थापना गर्दाखेरिको नाम चाहिँ बिमस्टेक भन्ने चाहिँ थिएन। ल मेरो नाम चाहिँ दीपक आचार्य हो, यहाँ आएकै छ त्यहीँनिर है, मेरो त्यही नाम हो। म महालेखा परीक्षकको कार्यालय भन्नेमा काम गर्छु, हामीलाई लेखा परीक्षण अधिकारी भन्छन्। र अहिले चाहिँ अब म तपाईहरुलाई यो बिमस्टेकको बारेमा चाहिँ बताइदिँदैछु। बिमस्टेकमा 7 वटा देश छन्, 7 वटामा मैले अघि तपाईलाई भनेको थिएँ यसलाई चाहिँ ब्रिक्स बिट्विन एसियन एन्ड सार्क भनेर भनिन्छ भनेर। हो त्यो भन्नुको मतलब चाहिँ यसमा बिमस्टेकमा चाहिँ सार्कका केही देश छन्, जस्तो बंगलादेश, भुटान, नेपाल, भारत, श्रीलङ्का भन्ने चाहिँ यो यी 5 वटा देश चाहिँ यता सार्कतिरका भयो भने थाइल्यान्ड र म्यानमार चाहिँ उता आसियानका देशहरू भए। त्यही भएर यसलाई चाहिँ ब्रिक्स बिट्विन एसियन एन्ड सार्क भनिन्छ भनेर मैले भनेको। मैले हैन, सबैजनाले त्यही भन्छन्। अब यसमा चाहिँ के छ भन्नुहुन्छ भने यसको प्रधान कार्यालय पहिला थिएन, अहिले पछिल्लो समय चाहिँ ढाकामा बनाएको। यो स्थापना भएको लामो समयदेखि चाहिँ धेरै समयसम्म चाहिँ ढाकामा चाहिँ के प्रधान कार्यालय बिन थियो यो चाहिँ संस्था, प्रधान कार्यालय चाहिँ थिएन यसमा। तर 2010 को दशकमा 2012 तिर जस्तो लाग्छ मलाई यसमा चाहिँ यो ढाकालाई प्रधान कार्यालय तोकेको। र यसमा संस्थापक सदस्य भने पनि नभने पनि सुरुमा चाहिँ यिनी यतिवटा 4 वटा देश थिए, 4 वटा देश थिए, त्यही भएर यसलाई BISTEC भनेर भनिन्छ। बंगलादेश, इन्डिया, श्रीलङ्का र थाइल्यान्ड चाहिँ सुरुमा थिए है, यति 4 वटा थिए, त्यही भएर यसलाई BISTEC भनेर चाहिँ भनिन्छ। र BISTEC भनेर भनिँदो रहेछ। अब भुटान, इन्डिया, श्रीलङ्का एन्ड थाइल्यान्ड इकोनोमिक कोअपरेसन भनेर यसको सुरु गरेको मैले सुरुमै पनि भनिहालेँ है। यसरी चाहिँ 3 वटा चाहिँ भनेको चाहिँ के अरे 4 वटा देशहरूको समूह हो। यो चाहिँ भनेको मैले सुरुमा भने जस्तै बंगालको खाडीका वरिपरिका देशहरूले आफ्नो अर्थतन्त्र मिलाउन, सकारात्मक रूपमा अगाडि बढाउन साझेदारी गर्नका लागि स्थापना गरेको संस्था हो। त्यसरी BISTEC भनेर स्थापना भएको संस्थामा चाहिँ 1997 त्यही वर्षको डिसेम्बर महिनामा चाहिँ म्यानमार आएपछि यसको नाम बिमस्टेक भन्ने बनेको। BIMSTEC भनेको चाहिँ 1997 को जुनमा स्थापना भएको संस्थामा डिसेम्बर 22 मा बिमस्टेक भन्ने चाहिँ बनेको रहेछ। यसरी बिमस्टेक बने तापनि यसभन्दा पछि फेरि 2004 मा फेब्रुअरी महिनामा हो चाहिँ 2004 मा चाहिँ नेपाल र भुटान चाहिँ सदस्य बने फेरि। त्यसरी नेपाल र भुटान सदस्य बनेपछि चाहिँ फेरि अहिले यसमा 7 वटा सदस्य छन्। र तपाईलाई यो बिमस्टेकबाट सोध्न सक्ने क्वेशन चाहिँ त्यता भन्दा पनि अहिले चाहिँ यता छ। यसमा चाहिँ यो 2022 को मार्च 30 मा बिमस्टेकमा सम्मेलन भयो, 5औं शिखर सम्मेलन। र यो सम्मेलन चाहिँ भर्चुअल माध्यमबाट भएको थियो। भर्चुअल माध्यमबाट भएको चाहिँ है, भर्चुअल माध्यमबाट भएको यो शिखर सम्मेलन चाहिँ पहिलो हो। यहाँ पहिला चाहिँ सबै फिजिकल माध्यमबाट हुन्थ्यो। 2022 मा कोभिडको टाइम पनि भएर चाहिँ यो भर्चुअल माध्यमबाट भयो 2022 मा मार्च 30 मा। यहाँ चाहिँ तपाईलाई मैले किन यो सम्मेलन चाहिँ महत्त्वपूर्ण छ, यो चाहिँ के गर्छ यसले भन्ने चाहिँ मैले तपाईलाई चाहिँ बताइदिन खोजेँ। किन चाहिँ यो महत्त्वपूर्ण छ त भन्दाखेरि यसले चाहिँ यसको चार्टर पास गरेको छ है यो सम्मेलनले। यो चाहिँ तपाईले लेख्नुस्, यो चाहिँ तपाईले लेख्नुस् है, यो चार्टर पास गरेको छ यसले, यो लेख्नुस् तपाईले। पहिला यसको चार्टर थिएन, यसको चार्टर चाहिँ यो सम्मेलनले पास गरेको छ। बिमस्टेकको बडापत्र पहिला योभन्दा पहिला थिएन र अहिले 2022 को मार्च 30 मा भएको सम्मेलनले चाहिँ बिमस्टेकको बडापत्र, बिमस्टेक चार्टर पास गरेको। यो चाहिँ तपाईले लेख्नुस्, यहाँ पेपरमा चाहिँ छैन त्यो कुरा, त्यो आउँदैन पेपरमा, लेखिराख्नुस्। 2022 को मार्च 30 मा भएको शिखर सम्मेलनले बिमस्टेकको बडापत्र पास गरेको हो र नेपालबाट यो सम्मेलनमा शेरबहादुर देउवा प्रधानमन्त्री सहभागी हुनुभएको थियो। त्यही भएर उहाँले हस्ताक्षर गर्नुभयो। त्यो दुईटा कुरा चाहिँ लेख्नुस् पेपरमा, तपाईहरुले यो नोटमा चाहिँ आउँदैन। यो शिखर सम्मेलनले 5औं शिखर सम्मेलनले बिमस्टेकको बडापत्र पास गरेको हो र यो बिमस्टेकको बडापत्र चाहिँ नेपालको तर्फबाट हस्ताक्षर गर्ने मान्छे चाहिँ प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो भन्ने चाहिँ तपाईहरुले लेख्नु पर्यो। र यसमा पहिला सहयोगका क्षेत्र चाहिँ 14 वटा थिए, हाल चाहिँ तिनीहरूलाई 7 वटा बनाएको छ। यो पनि महत्त्वपूर्ण कुरा छ कि यसमा सहयोगका क्षेत्र 14 वटा थिए र यसलाई चाहिँ 7 वटा बनाएको छ। त्यो बिमस्टेकको बडापत्र लेख्ने ठाउँमा चाहिँ अर्को कुरा पनि लेख्नुस् एउटा, यो बडापत्र चाहिँ नेपालको संसदले चाहिँ 2080 को चैत्र 20 मा अनुमोदन गरेको। र त्यो तीनटा कुरा चाहिँ तपाईले पेपरमा लेख्नुस् त। एउटा त यो सम्मेलनले के गरेछ भन्नुहुन्छ भन्दाखेरि चाहिँ तपाईको बिमस्टेकको चार्टर पास गरेछ है, बिमस्टेकको चार्टर पास गरेछ। त्यसपछि अर्को चाहिँ के गरेछ भन्नुहुन्छ भन्दाखेरि त्यो चार्टरमा नेपालको तर्फबाट हस्ताक्षर गर्ने मान्छे चाहिँ शेरबहादुर देउवा हुनुहुँदो रहेछ। र अर्को त्यसपछि चाहिँ यो बिमस्टेकको चार्टरलाई चाहिँ नेपालले चाहिँ 2080 को चैत्र 20 मा चाहिँ अनुमोदन गरेको हो। यो तीनटा कुरा चाहिँ तपाईले लेख्नुस्। अब अर्को सम्मेलन थाइल्यान्डले गर्ने भन्ने जस्तो कुरा भएको थियो पहिला, अहिले कन्फर्म भइसक्यो कि भइसकेको छैन मलाई थाहा छैन है। यो 4 वर्ष 5 वर्षमा हुन्छ, ठ्याक्कै यति वर्षमै हुन्छ भन्ने हुँदैन। र अब चाहिँ यसमा के छ भन्नुहुन्छ भने पहिला यसका सहयोगका क्षेत्र चाहिँ 14 वटा थिए र त्यसरी 14 वटा सहयोगका क्षेत्र हुँदाखेरि चाहिँ नेपालले पोभर्टी एलिभिएसन, गरिबी न्यूनीकरण, गरिबी निवारणको अनुमोदन, रेटिफिकेसन भनेको अनुमोदन भनेको 2080 चैत्र 20 मा। यसरी यसका सहयोगका क्षेत्र पहिला 14 वटा थिए। 14 वटा सहयोगका क्षेत्र हुँदाखेरि चाहिँ नेपालले गरिबी न्यूनीकरण, पोभर्टी एलिभिएसन भन्ने थियो, गरिबी निवारण लेख्छौँ हामी नेपालीमा लेख्न चाहिँ, तर त्यही क्षेत्र हेर्थ्यो। अहिले चाहिँ यसलाई 14 वटालाई 7 वटामा पुर्याएको छ। त्यसरी 7 वटामा पुर्याउँदाखेरि हामीले चाहिँ पिपल टु पिपल कन्ट्याक्ट भन्ने हेर्छौँ र यसको सब सेक्टर चाहिँ के हुँदो रहेछ त भन्नुहुन्छ भने कल्चर, टुरिज्म, पोभर्टी एलिभिएसन र फोरम्स अफ थिङ्क ट्याङ्क भन्ने चाहिँ हामीले हेर्दो रहेछौँ। यो चाहिँ तपाईले कतिवटा हुँदो रहेछ भन्नुहुन्छ भने कल्चर एउटा, टुरिज्म दुईटा, पोभर्टी एलिभिएसन तीनटा, फोरम्स अफ थिङ्क ट्याङ्क चारवटा, मिडिया 5 वटा हामीले हेर्दो रहेछौँ। यसका सब सेक्टर हुँदो रहेछन् भन्ने छ। त्यो ब्लू इकोनोमी भन्ने चाहिँ बंगलादेशले हेर्छ, माउन्टेन इकोनोमी भन्ने भुटानले हेर्छ, सेक्युरिटी इन्डियाले हेर्छ है। एग्रिकल्चर भनेर यो फुड सेक्युरिटी भन्ने तपाईलाई यहाँ चाहिँ सेक्युरिटी भन्ने आयो भने चाहिँ इन्डियाले हेर्छ, तर फुड सेक्युरिटी भन्ने आयो भने चाहिँ म्यानमारले हेर्छ। यो ख्याल गर्नु होला। र मैले तपाईलाई एक कुरा चाहिँ बताइदिन खोजेको, बिमस्टेकमा 4 जना महासचिव भएका छन्। यो महासचिव मध्ये हालका महासचिव इन्द्रमणि पाण्डे रहेछन्, नेपालबाट कोही पनि महासचिव भएका छैनन्। ल यिनै कुरा छन्, यो त यही पनि रहेछ। ल
अब चाहिँ तपाईँलाई बिमस्टेकको बारेमा बताइसकेपछि अब म तपाईँलाई एसियानको बारेमा केही कुरा बताइदिन्छु। फोरम्स अफ थिङ्क ट्याङ्क भनेको विद्वान मान्छेहरूको समूह भनेको कुनै विषयमा छलफल गर्नु पर्यो भनेपछि चाहिँ नेपाली फोरम्स भनेको है थिङ्क ट्याङ्क भनेको चाहिँ विद्वान मान्छेको समूह चाहिँ नेपाली हेर्छ अरे त्यस्ता ठुल्ठुला नीतिगत कुरा गर्नु पर्यो यताउता विद्वान मान्छेबाट केही निर्णय गराउनु पर्यो भने त्यसको समन्वय चाहिँ नेपाली गर्छ भनेको। अब यो आसियान भनेको चाहिँ एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन्स भन्ने हो र यो चाहिँ दक्षिण पूर्वी एसियाका सुरक्षा भन्ने चाहिँ सेक्युरिटी भन्ने ओभरअल भन्ने कुरा चाहिँ सेक्युरिटी भन्ने ओभरअल भन्ने कुरा आयो भने चाहिँ इन्डियाले, तर फुड सेक्युरिटी खाद्य सुरक्षा भन्ने कुरा आयो भने चाहिँ म्यानमारले भनेको थिएँ मैले। अब अर्को चाहिँ के रहेछ भनेपछि चाहिँ हालका महासचिव इन्द्रमणि पाण्डे भन्ने त्यहाँ छ, तपाईँले पेपरमा देख्नु देखिहाल्नुहुन्छ। अहिले यो 10वटा देश छन् है यसमा, यो आसियाना भन्नेमा 10वटा देश छन्। तपाईँले यो आसियाना भन्नेबाट तपाईँलाई सोध्ने क्वेसन भनेको चाहिँ यसको को हुन् भनेर सोध्छ। दातुतुङ अब्दुल रहमान भन्ने चाहिँ यसको अवधारणा ल्याउने मान्छे हुन्, यो चाहिँ तपाईँले जान्नु होला। यसको प्रधान कार्यालय जकार्ता इन्डोनेसियामा छ भन्ने हो। त्यसपछि तपाईँले यो दातुतुङ अब्दुल रहमान भन्ने नि मलेसियाका त्यतिखेर प्रधानमन्त्री थिए, पछि पनि प्रधानमन्त्री भए नि हो। यिनले चाहिँ यसको आसियानाको कन्सेप्ट ल्याएका हुन्। र अर्को कुरा यसमा के छ भन्नुहुन्छ भने यसमा चाहिँ यो संस्थापक राष्ट्रहरू भनेर 6वटा देशलाई भनिन्छ। मसिफी थाई भन्ने चाहिँ 6वटा देश छन्, मलेसिया, सिङ्गापुर, फिनल्यान्ड। यहाँ मैले फिनल्यान्ड हेर्छु त यो मिल्यो त। है यो चाहिँ भनेको आसियानाका संस्थापक राष्ट्रहरू चाहिँ यी 5वटा हुन्, मलेसिया, सिङ्गापुर, फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसिया भन्ने चाहिँ संस्थापक राष्ट्रहरू हुन् आसियानाका। यसरी चाहिँ आसियानाका संस्थापक राष्ट्रहरू चाहिँ 5वटा रहेछन्, अरू चाहिँ पछि जोडिएका रहेछन्। अहिलेको महासचिव इन्द्रमणि पाण्डे भन्ने भारतका मान्छे छन्। र अब चाहिँ तपाईँलाई यसमा चाहिँ के हुन भन्छन् भन्दाखेरि यसका त्रिमूर्ति भनेर मलेसिया, थाइल्यान्ड र इन्डोनेसियालाई भनिन्छ। अरू संस्था भन्दा यसमा थोरै फरक एउटा कुरा छ, म तपाईँलाई त्यो कुरा बताइदिन्छु। त्यो के कुरा छ फरक भन्नुहुन्छ भन्दाखेरि चाहिँ अरू सबै संस्थाको वर्षमा एकचोटि, 2 वर्षमा एकचोटि, 3 वर्षमा एकचोटि सम्मेलन हुन्छ। यो बिमस्टेकको के अरे हामीले अघि भनेको बिमस्टेकको त 4 वर्षमा एकचोटि, 5 वर्षमा एकचोटि हुन्छ। तर यो आसियाना भनेको शिखर सम्मेलन चाहिँ वर्षमा 2 चोटि हुन्छ। हेर्नुहोस् है यहाँ रमाइलो कुरा छ कि अरू सबै संस्थाहरूको चाहिँ वर्षमा एकचोटि, 2 वर्षमा एकचोटि शिखर सम्मेलन हुन्छ। तर यो आसियाना भन्ने संस्थाको चाहिँ हजुरको के हुँदो रहेछ भन्नुहुन्छ भने 1 वर्षमा 2 चोटि शिखर सम्मेलन हुँदो रहेछ। त्यसरी 1 वर्षमा 2 चोटि शिखर सम्मेलन हुँदाखेरि 2024 मा 44औं र 45औं शिखर सम्मेलन भएको रहेछ। त्यो 44औं र 45औं शिखर सम्मेलन आयोजना गर्ने देश चाहिँ लाओस रहेछ र 2025 मा चाहिँ 46औं र 47औं शिखर सम्मेलन हुने रहेछ। यो शिखर सम्मेलन चाहिँ मलेसियाले आयोजना गर्ने रहेछ। यसमा तपाईँले यो डेट खोजेर पनि पढ्न सक्नुहुन्छ पछि शिखर सम्मेलन कहिले हुने भन्ने कन्फर्म भइसकेपछि। र त्योभन्दा महत्त्वपूर्ण चाहिँ यो नारा चाहिँ याद गर्नु होला है, इन्क्लुजिभिटी एन्ड सस्टेनेबिलिटी भन्ने चाहिँ हो मलेसियाले आयोजना गर्ने शिखर सम्मेलनको नारा रहेछ भने एन्हान्सिङ कनेक्टिभिटी एन्ड रेजिलियन्स भन्ने चाहिँ यो लाओसले आयोजना गरेको सम्मेलनको नारा रहेछ। यी दुईटा नारा र यो कुन देशमा हुन्छ तपाईँले एउटा त मुख्य सुरुमै त के थाहा पाउनु पर्यो त भन्नुहुन्छ भनेपछि अरू सबै संस्थाहरूको चाहिँ वर्षमा एकचोटि, 2 वर्षमा एकचोटि, 3 वर्षमा एकचोटि सम्मेलन हुन्छ। तर यो आसियाना भन्ने संस्थाको चाहिँ त्यस्तो होइन, आसियाना भन्ने संस्थाको चाहिँ वर्षमा 2 चोटि शिखर सम्मेलन हुँदो रहेछ भन्ने चाहिँ हजुरहरूले थाहा पाउनु पर्यो। र त्यो 2 चोटिकै शिखर सम्मेलन चाहिँ एउटै देशले गर्छ है। फेरि जस्तो 44औं र 45औं शिखर सम्मेलन चाहिँ लाओसले गर्छ, 46औं र 47औं चाहिँ मलेसियाले गर्छ, फेरि 47औं 48औं अर्को कुनै 48औं 49औं अर्को कुनैले गर्छ। तर दुईटा शिखर सम्मेलन 1 वर्षमा हुन्छन् र त्यो दुईटै शिखर सम्मेलन चाहिँ एउटै देशले आयोजना गर्छ। अब आज के अरे यहाँ एउटा कुरा चाहिँ के छ भन्नुहुन्छ भने यो नेपालसँग दौत्य सम्बन्ध कायम भएको आसियानाको पहिलो राष्ट्र कुन हो भन्दाखेरि चाहिँ धेरैतिर चाहिँ यो मलेसिया भनेर लेखेको गरेको देख्छु म। तर मलेसियाकोसँग चाहिँ हामीले 1961 कि 60 जनवरीमा दौत्य सम्बन्ध गरेको। तर यो थाइल्यान्डसँग चाहिँ दौत्य सम्बन्ध चाहिँ हामीले 1959 को नोभेम्बर 30 मा गरेको छौँ। यो कुरा तपाईँहरू चाहिँ नझुकिनु होला। यो झुकिनु भयो कुन ठिक हो भन्ने लाग्यो भने तपाईँले चाहिँ yomoyafe.gov.np भन्नेमा गएर त्यहाँ चाहिँ तपाईँले अन्तर्राष्ट्रिय सम्बन्ध भन्नेमा चाहिँ द्विपक्षीय सम्बन्ध भन्नेमा क्लिक गर्नुभयो भनेपछि हाम्रो 182 वटा देशका एउटा संस्थाको नाम आउँछ त्यहाँ है। किरिबाटी भन्ने देशको नाम त्यहाँ वेबसाइटमा अपलोड गरिसकेको छैन हो। त्यो देशहरूको मिति र देशको नाम राखेको छ, त्यहाँबाट कन्फर्म हुनु होला। तपाईँले पढ्ने त्यहाँ कतै चाहिँ मलेसिया भन्ने पनि लेखेको हुन सक्छ। तर त्यहाँ गएर हजुरहरूले एकचोटि वेबसाइटमा हेर्नुभयो भने हजुरहरू कन्फर्म हुन्छ। मैले चाहिँ हेर्दाखेरि त्यस्तो देखेँ, त्यही भएर तपाईँहरूलाई भनिदिइहालेको मैले। र आसियानाका देशहरूमध्ये सबैभन्दा ठुलो देश चाहिँ इन्डोनेसिया हो र सबैभन्दा सानो देश चाहिँ सिङ्गापुर हो। यसरी आसियानाको बारेमा मैले थोरै कुरा बताइदिएँ। अब म तपाईँलाई युरोपियन युनियनको बारेमा 2-4 कुरा भनिदिन्छु। यो युरोपियन युनियन चाहिँ तपाईँ शाखा अधिकृत पढ्ने मान्छेहरूले चाहिँ किन पनि जान्नुपर्छ भन्नुहुन्छ भने तपाईँले एक ठाउँमा मल्टी लेभल गभर्नेन्स बहुस्तरीय शासन भन्ने च्याप्टरै पढ्नुपर्छ सेकेन्ड पेपरमा हो। त्यहाँ पढ्दाखेरि चाहिँ तपाईँले जुन बहुस्तरीय शासन भन्ने पढ्नुहुन्छ त्यो बहुस्तरीय शासनको प्रारूप चाहिँ युरोपियन युनियनबाट भएको, युरोपियन युनियनको अवधारणा र युरोपियन युनियनको प्र्याक्टिसबाट नै यो बहुस्तरीय शासन भन्ने कुरा चाहिँ अगाडि आएको हो। यसमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने युरोपियन युनियनमा चाहिँ यो चाहिँ त्यसको मतलब चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरि चाहिँ जस्तै हाम्रो सार्क छ, त्यो सार्कमा चाहिँ के हुँदैन भन्नुहुन्छ भने सार्कमा कुनै कानुन चाहिँ के हुन्छ भन्छ भने सार्कमा कुनै कानुन सार्कले बनायो र हाम्रो देशले सार्कले बनाएको कानुनको विपरीत कानुन बनायो भने त्यो कानुन खारेज हुन्छ भन्ने अभ्यास छैन। तर चाहिँ अब तपाईँले भन्नुभएको आसियाना +3 भनेको चाहिँ आसियानासँग तिनीहरूले सम्बन्ध गर्छन् भनेको तिनीहरू आसियानासँग सबैभन्दा बढी ट्रेड गर्ने, सबैभन्दा बढी चाहिँ सम्बन्ध भएका देशहरू हुन्। तिनीहरूले चाहिँ तिनीहरूको बिचमा कुनै सम्बन्ध छ, घोषणा भयो, कार्यक्रम सञ्चालन गर्दाखेरि चाहिँ जस्तो हाम्रो सार्क राष्ट्रहरूसँग सबैभन्दा बढी चिनले कार्य गर्छ भने जस्तै आसियाना +3 भनेको चाहिँ आसियानासँग सबैभन्दा बढी निकट रहेका जोडिएका देशहरूको एउटा समूह हो। 3वटा देशको, कोरिया, चीन र चाहिँ जापानको। त्यही हो, त्यहाँभन्दा अरू चाहिँ हुँदैन। र यो युरोपियन युनियनलाई मैले तपाईँलाई के भन्दै थिएँ भन्नुहुन्छ भने यो चाहिँ सुपरनेसनल गभर्नेन्स अथवा चाहिँ तपाईँको चाहिँ जुन मल्टिलेभल गभर्नेन्सको चाहिँ अभ्यास यहाँ हुन्छ, यसैबाट अभ्यास सुरु भएको हो। यो चाहिँ भनेको व्यापारिक प्रयोजनका लागि स्थापना भएको संस्था हो। यसको स्थापना भनेको व्यापार सहजीकरण गर्न, आवाज जावत सहजीकरण गर्न भएको। जस्तो सार्कको स्थापना चाहिँ गरिबी न्यूनीकरण गर्नुभएको है। अब भन्न त क्षेत्रीय सहयोग के भनेर भनिहालिन्छ, आर्थिक सामाजिक विकास। तर सार्कको स्थापना गरिबी न्यूनीकरण गर्नुभएको, मिलेर गरिबी हटाउने भनेर। यो चाहिँ युरोपियन युनियन भनेको चाहिँ व्यापार सहजीकरण गर्नुभएको। र यसमा सुरुमा चाहिँ युरोपियन युनियन स्थापना हुनुभन्दा पहिला नै युरोपियन इकोनोमिक कम्युनिटी भन्ने थियो 1958 मा स्थापना भएको। त्योभन्दा पहिला स्थापना भएको युरोपियन कोल एन्ड स्टिल कम्पनी भन्ने रहेछ। हो यस्ता संस्थाहरूको चाहिँ विकसित हुँदै 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 जाँदाखेरि यो समूहहरू विकसित हुँदै गएपछि चाहिँ यो युरोपियन युनियन भन्ने संस्था स्थापना भएको रहेछ। यसको स्थापनाको मिति चाहिँ 1993 को नोभेम्बर 1 मा भएको रहेछ।
र यो इइसी भनेको जुन युरोपियन इकोनोमिक कमिटी भनेको चाहिँ हो, यसले चाहिँ त्यसलाई चाहिँ एउटा इकोनोमिक ग्रुप बनाउनुपर्छ त्यहाँका देशहरूलाई भनेर भन्ने हो त्यसको आशय है। यसलाई चाहिँ मातृ संस्था भनिन्छ है। EU स्थापना गर्नुको मातृ संस्था कुन संस्थाले चाहिँ EU जन्मायो त भन्दाखेरि युरोपियन कोल एन्ड स्टिल कम्पनी भन्ने कोइला र स्टिलको व्यापार गर्ने कम्पनी नै। त्यही भएर मैले तपाईँलाई अघि भनिहालेँ, यो चाहिँ तपाईँको व्यापार गर्ने प्रयोजन राखेर स्थापना गरेको संस्था हो है भनेर मैले तपाईँलाई भने। र यो तपाईँको संस्था स्थापना गर्नका लागि जस्तो अघि हामीले चाहिँ वर्ल्ड ब्याङ्क IMF स्थापना हुँदाखेरि चाहिँ द ब्रेटन वुड्स कन्फरेन्सको आधारमा स्थापना भयो भने जस्तै गरेर यो चाहिँ तपाईँको युरोपियन युनियन चाहिँ म्यास्ट्रिक्ट ट्रिटीको आधारमा भएको र यो म्यास्ट्रिक्ट ट्रिटी चाहिँ नेदरल्यान्डमा चाहिँ भएको हो। त्यही आधारमा चाहिँ यो संस्था स्थापना भएछ र यसको प्रधान कार्यालय बेल्जियममा छ। अहिले 27 वटा देश छन्, 20मा 28 वटा भइरहेथे। अन्तिम सदस्य राष्ट्र क्रोएसिया हो। क्रोएसिया 2013 को जुलाई 1 मा जोडिएको रहेछ। EUका चाहिँ मुख्य अङ्ग 4 वटा छन्, युरोपेली परिषद, युरोपेली आयोग, युरोपेली न्यायालय र संसद है। यसमध्येमा यो युरोपेली परिषद भन्ने चाहिँ यसको सबैभन्दा सुप्रिम हो। सुप्रिम भनेको चाहिँ राष्ट्र प्रमुख, सरकार प्रमुख भन्ने भएर सुप्रिम भनेको, तर कार्यकारी भन्ने चाहिँ हो अथवा राष्ट्र प्रमुख चाहिँ सहभागी हुन्छन्। र यो युरोपेली आयोग भनेको चाहिँ कार्यकारी अङ्ग हो यसको। युरोपेली न्यायालय भनेको चाहिँ अन्तर्राष्ट्रिय न्यायालय, UN को अन्तर्राष्ट्रिय न्यायालय भने जस्तै नै हो। र संसद भनेको चाहिँ यो चाहिँ अरूभन्दा पृथक चाहिँ अन्य संस्थाहरूभन्दा, अन्य अन्तर्राष्ट्रिय क्षेत्रीय संस्थाहरूभन्दा यो युरोपेली संसद चाहिँ पृथक छ यहाँनिर। यसमा 720 जना सांसद हुन्छन्। सबैभन्दा कम सांसद हुने देशबाट 6 जना र बढी हुने देशबाट चाहिँ 96 जना सांसद हुन्छन् यसमा। यसमा चाहिँ 5 वर्षको कार्यकाल हुन्छ सांसदहरूको। न्यायालयमा सबै देशबाट एक-एक जना न्यायाधीश हुन्छन् है। न्यायाधीशको पदावधि 6 वर्षको हुन्छ युरोपियन युनियनका न्यायाधीशको, युरोपियन न्यायालयका न्यायाधीशको। र यिनीहरू पनि रिइलेक्टेड हुन सक्छन् है, रिअपोइन्टमेन्ट हुन सक्छन् यिनीहरू पनि। र यिनीहरूले 27 जनाले उता हामीले चाहिँ इन्टरनेसनल कोर्ट अफ जस्टिसमा 9 जना, कतिजना 15 जना न्यायाधीशहरूले 9 वर्ष हुन्छ भने जस्तै यहाँ 27 जना न्यायाधीशहरूको 6 वर्ष हुँदो रहेछ। र त्यहाँ पनि 9 जना के अरे ती न्यायाधीशहरू मध्येमा एउटालाई चाहिँ उनीहरूले चिफ जस्टिस बनाउँछन् भने जस्तै यहाँ पनि 27 जना मिलेर एउटालाई चिफ जस्टिस बनाउँछन्। त्यसरी बनाएको मुख्य न्यायाधीश चिफ जस्टिसको पदावधि चाहिँ 3 वर्ष हुन्छ यो युरोपियन न्यायालयमा पनि। यति नै हो तपाईँले यहाँ पढ्नुपर्ने कुरा। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ यिनीहरूकोमा युरोपियन युनियनको देशहरूमा चाहिँ युरो भन्ने मुद्रा लागू भएको हुन्छ। त्यो मुद्रा चाहिँ 2002 को जनवरी 1 देखि लागू भएको हो। त्यो मुद्रा अहिले अन्तिममा लागू गर्ने देश चाहिँ 20 वटा छन् र पछिल्लो पटक लागू गर्ने त्यही क्रोएसिया नै रहेछ। 2023 को जनवरी 1 देखि लागू गरेको रहेछ। र तपाईँ यहाँ दिन सक्ने एउटा क्वेसन छ कि यो बेलायत युरोपियन युनियनबाट कहिले बाहिरियो भन्ने क्वेसन आउँदाखेरि चाहिँ यसको एन्सर चाहिँ 2020 को जनवरी 31 भन्ने लाग्नुपर्छ। अब तपाईँलाई चाहिँ 2016-17 देखि बाहिरिए जस्तो लागेको हुन्छ, तर त्यस्तो छैन। त्यो बेला चाहिँ बाहिरिने भन्ने कुरा उठेको, तर युरोपियन युनियनबाट बेलायत औपचारिक रूपमा बाहिरिएको चाहिँ भनेको 2020 को जनवरी 31 मा। 2020 को जनवरी 31 मा चाहिँ युरोपियन युनियनबाट बेलायत औपचारिक रूपमा बाहिरियो। र यहाँ अर्को पनि तपाईँले एउटा जान्नुपर्ने महत्त्वपूर्ण कुरा के छ भनेपछि हामीले अघि मैले तपाईँलाई भनेको थिएँ 182 वटा देशलाई एउटा संस्थाको नाम छ त्यहाँ वेबसाइटमा हेर्नुभयो भने हो। यो संस्था चाहिँ लोकसेवा आयोगले सोधेको छ है, नेपाल र युरोपियन युनियन बीच दौत्य सम्बन्ध कहिले कायम भयो भनेर लोकसेवा आयोगले चाहिँ 1-2 पटक सोधेको छ। यो युरोपियन युनियन चाहिँ नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने एउटा मात्रै संस्था हो, एउटा मात्रै संस्था हो है। यस्तो कुनै पनि संस्थासँग नेपालले दौत्य सम्बन्ध कायम गरेको छैन। युरोपियन युनियनसँग मात्रै दौत्य सम्बन्ध कायम गरेको छ। यो चाहिँ तपाईँले मजाले नोट गर्नु होला। अरू सबै देशसँग हुन्छ दौत्य सम्बन्ध, तर युरोपियन युनियन चाहिँ एउटा संस्थासँग भएको छ। अब यो सांसदको बारेमा, न्यायालयको बारेमा, यो यिनीहरूको बारेमा मैले तपाईँलाई भनिहालेँ। अब यो ब्रिक्स भन्ने चाहिँ 2009 मा स्थापना भएको 5 वटा देशहरूको समूह हो हैन। अब आज म तपाईँलाई यो ब्रिक्स समूह बताइदिन्छु। अहिले के भन्नु उहाँले चाहिँ 1975 कतै छ भन्नुभएको छ। यो 1974 चाहिँ वेबसाइटमा छ है, परराष्ट्र मन्त्रालयको वेबसाइटमा चाहिँ त्यहाँ नामको लिस्ट छ। मैले सुरुमै पनि तपाईँलाई भने त्यो अरूले लेखेको कुरा पनि सत्य हुन्छ। यो लोकसेवा पढाउने मान्छे चाहिँ म मात्रै जान्दछु, लोकसेवामा चाहिँ किताब लेख्ने मान्छेहरू भन्दा म जान्दछु भन्ने भन्नु मिल्दैन। मैले उहाँ सरले भनेको लेखेको कुरा पनि ठिक हुन्छ। यसमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने तपाईँले आधिकारिक स्रोत खोज्ने हो। अब मैले भनेको कुरा पनि तपाईँले 100% मान्नुपर्छ भन्ने हुँदैन। मैले सुरुमै पनि तपाईँलाई अनुरोध गरेको थिएँ। यो चाहिँ मैले तपाईँलाई ब्रिक्सको बारेमा चाहिँ बताउँदाखेरि ब्रिक्स भनेको यो 5 वटा देशको चाहिँ एक्रोनिम हो। यो भनेको ब्राजिल, रसिया, इन्डिया, चाइना र साउथ अफ्रिका भन्ने हो। यसमा तपाईँले अहिले 4 वटा देशहरू थपियो भन्ने पनि तपाईँले कता कता सुन्नुभएको होला। त्यो 4 वटा देशहरूले सदस्यता पूर्ण रूपमा पाइसकेका छैनन्, तर त्यो 4 वटाको सट्टामा एउटा इन्डोनेसियाले चाहिँ पूर्ण सदस्यता पायो। तपाईँले इजिप्ट अनि इरान, UAE र अर्को एउटा देश चाहिँ इथियोपियाले चाहिँ सदस्यता पाए भन्ने कतै सुन्नुभयो होला समाचार। तिनीहरूलाई चाहिँ त्यहाँ जोड्ने भन्ने कुरा भएको छ। पहिला 6 वटालाई भनेको त्यसमा अर्जेन्टिना र साउदी अरेबिया पनि थियो। ती दुईटा के कारणले पछाडि परेका छन्। तर इन्डोनेसिया भन्ने चाहिँ अस्ति जनवरी 7 मा औपचारिक रूपमा जोडियो है। र ब्रिक्समा चाहिँ 6 वटा देश जोडिएपछि ब्रिक्सले चाहिँ तपाईँको ती 4 वटा देश पनि जोडियो कि अर्जेन्टिना र साउदी अरेबिया बढी चाहिँ ओभर छ। र यो ब्रिक्स ब्याङ्कको प्रधान कार्यालय साङ्घाईमा छ। यो 16औं चाहिँ रसियाको कजानमा सम्मेलन भयो अक्टोबर 22-24 अस्ति भर्खर भएको। अब आउने सम्मेलन चाहिँ ब्राजिलमा हुन्छ। अब यो ब्रिक्सले आफ्नो करेन्सी निकाल्न खोजिरहेको छ। त्यो करेन्सी निकाल्यो भने चाहिँ तपाईँले त्यसको नाम पनि पढ्नुपर्छ। तर अहिलेसम्म चाहिँ ब्रिक्सले आफ्नो करेन्सी निकालिसकेको छैन। त्यो करेन्सी निकाल्न खोजिरहेको छ। त्यो निकाल्यो भने चाहिँ हजुरले त्यसको नाम ख्याल गर्नु होला। त्यो सोध्ने क्वेसन हो। र अहिले चाहिँ ब्रिक्समा अब 6 वटा देश छन् है। अहिले चाहिँ तपाईँले सुरुका 5 वटा त भइहाले। त्यसमा ब्राजिल, रसिया, इन्डिया, चाइना र साउथ अफ्रिका त भइहाले। त्यसमा थप एउटा चाहिँ इन्डोनेसिया भन्ने देश चाहिँ जोडिएको रहेछ। अस्ति चाहिँ जनवरी 7 मा इन्डोनेसिया जोडिएर 7 वटा भए, के अरे 6 वटा भएछन् भन्ने कुरा चाहिँ जान्नु पर्यो। अब यो पञ्चशैलको सिद्धान्त जान्नु परेन। अब चाहिँ तपाईँहरूलाई मैले यो भोलि चाहिँ तपाईँलाई नेपालको इतिहास या विश्वको इतिहास बताउने मेरो लक्ष्य छ। त्यसको लागि चाहिँ यसबाट साउथ अफ्रिका हुन्छ, यसबाट साउथ अफ्रिका हुन्छ। भोलि म तपाईँलाई 15 मिनेट जति यो नेपाल, भारत, नेपाल, रुस, नेपाल, अमेरिका यिनीहरूको सम्बन्धको बारेमा बताएर त्यसपछि चाहिँ म तपाईँहरूलाई चाहिँ यो उसको बारेमा विश्वको इतिहास भन्ने बारेमा बताउँछु। तपाईँहरूले एकछिन विश्वको इतिहास पढेर आउनु होला। यसमा अरू केही छैन। यो नेपालको चाहिँ अन्य देशहरूको सम्बन्ध भन्नेमा चाहिँ हामीले त्यही कुन देशले नेपाललाई के बनाइदियो भन्ने नै पढ्छौँ। त्यही भएर म तपाईँलाई यो नोट अहिले त्यहाँ DTS भन्ने हाम्रो साथीलाई मेल गरिदिन्छु, उहाँले दिनु होला तपाईँहरूलाई। भोलि चाहिँ म तपाईँलाई यो नेपाल, भारत, नेपाल, पाकिस्तानले के बनाइदियो भन्ने चाहिँ गर्दिनँ। यो तपाईँले आफै पढ्नु होला। भोलि म तपाईँलाई 10-15 मिनेट चाहिँ यो कुरा बताइदिएर त्यसपछि भोलि म विश्वको इतिहास भन्नेतिर तपाईँलाई लग्छु। ल अब आजलाई चाहिँ यति नै गरौँ।